हामी ढिला नगरिकन कार्यक्रम एकदमै छिटो छिटो सञ्चालन गर्नेछौँ। प्रमुख अतिथिज्यूले धेरै समय नरहेको आउँदा आउँदै बताउनु भएको छ। सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यूहरू र उपस्थित सम्पूर्ण अभिभावक तथा प्यारा भाइ बहिनीहरू, हामीले 80-81 सालमा विद्यालयले गरेका सम्पूर्ण आर्थिक, सामाजिक, भौतिक संरचनाहरूको आम्दानी खर्च प्रगतिको आज सार्वजनिक कार्यक्रम हुँदैछ। यस कार्यक्रममा यहाँहरूले आफ्नो अमूल्य समयलाई विद्यालयलाई प्रदान गर्नुभएको हुनाले र विभिन्न कठिनाइहरू छोडेर पनि विद्यालयमा उपस्थित हुनुभएको हुँदा सम्पूर्ण अतिथिहरू, अभिभावकज्यूहरूलाई म विद्यालयको तर्फबाट स्वागत गर्छु र मेरो व्यक्तिगत रूपमा पनि तपाईहरुलाई स्वागत गर्दै मेरा 2 शब्द यहीँ टुङ्गाउँछु। हस्, धन्यवाद। धन्यवाद। यसपछि हामी कार्यक्रम उद्घाटनमा लाग्नेछौँ। कार्यक्रम उद्घाटनका लागि आजकल अत्यन्तै सजिलो तरिका अपनाउन थालिएको छ। त्यस्तै सहज तरिकामा प्रमुख अतिथिज्यूलाई ब्यानर पढेर कार्यक्रम उद्घाटन भएको घोषणा गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक सर। बाल कल्याण आधारभूत विद्यालय बाणगङ्गा 9 बर्दवा कपिलवस्तु विद्यालय सामाजिक परिषद प्रतिवेदन 2081-82 सार्वजनिकरण तथा प्रबोधीकरण एवं बाल कल्याण शैक्षिक कोष सञ्चालक समिति गठन कार्यक्रम मिति 2082 साल 17 गते सोमबार स्थान विद्यालय प्राङ्गणमा उद्घाटन भएको यहाँहरू सबैलाई जानकारी गराउन चाहन्छु। कार्यक्रममा उपस्थित आदरणीय प्रमुख अतिथिज्यूलाई हार्दिक धन्यवाद। कार्यक्रमका अतिथिज्यूहरूलाई पुष्पगुच्छ वितरण गरिदिनु हुन आदरणीय म्याम दामा बस्नेत र शारदा म्यामलाई हार्दिक अनुरोध गर्दछु। पुष्पगुच्छाहरू वितरण गरिदिनु होला। हामीले यो ब्याज खादा लगायतको झन्झटलाई आफ्नै उत्पादन, आफ्नै विद्यालयको प्राङ्गणमा भएका पुष्पगुच्छाहरूलाई प्रयोग गर्ने कोसिस गरेका छौँ। कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि श्री राम आधारभूत विद्यालय पडरियाका आदरणीय प्रधानाध्यापकज्यू ओमलाल गिरिज्यूलाई हार्दिक अनुरोध गर्दछु। र अब हामी कार्यक्रममा अगाडि बढ्नु पूर्व एउटा स्वदेश गानको नृत्य प्रस्तुत गर्छौँ। त्यसपछि हामी अगाडि बढ्नेछौँ। स्वदेश गानमा नृत्य प्रस्तुत गर्न आउँदै हुनुहुन्छ विद्यार्थीहरू आस्था थारू, विविका बेलवासे, प्रतीक्षा विक, एलिसा खत्री र रामु विक। म विद्यार्थी भाइ बहिनीहरूलाई अगाडि निम्त्याउँछु।
विद्यार्थीहरूको सुन्दर प्रस्तुतिका लागि विद्यार्थीहरूलाई धेरै धन्यवाद। हामी कार्यक्रमलाई जतिसक्दो छोटो बनाउने प्रयत्न गर्नेछौँ, त्यसकारण म धेरै बोल्दिनँ, सहजीकरण मात्रै गर्छु। अब यसपछि विद्यालयको वस्तुस्थिति तथा कार्यक्रमको औचित्यबारे प्रकाश पारिदिनु हुन विद्यालयका प्रधान अध्यापक गोमा गिरिज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यस कार्यक्रमका सञ्चालक यस विद्यालयका शिक्षक कृष्ण प्रसाद सापकोटा सर, यस श्री बाल कल्याण आधारभूत विद्यालय बाडाङ्गा 9 बर्दवा कपिलवस्तु विद्यालय सामाजिक परीक्षण प्रतिवेदन 2081-82 सार्वजनिकरण तथा प्रविधिकरण एवं बाल कल्याण शैक्षिकको सञ्चालक समिति गठन कार्यक्रमका सभाध्यक्षज्यू, यस विद्यालयका प्रमुख अतिथि बाडाङ्गा नगरपालिका वार्ड नम्बर 9 का वडा अध्यक्ष श्री कमल पौडेल सरज्यू, विद्यालयको सानो न्यूनतालाई स्वीकार गरेर पाल्नुभएका सुदोधन जनजीवन माध्यमिक विद्यालयका प्रधानाध्यापक कौलेश्वर मिश्र सरज्यू, त्यस्तै श्री राम आधारभूत विद्यालयका प्रधानाध्यापक श्री ओमलाल गिरी सरज्यू, सामुदायिक वनका सचिव पदम बहादुर बेलबासेज्यू, टोल विकास संस्थाका अध्यक्ष सुनगावा टोल विकास संस्थाका अध्यक्ष हर्षबहादुर बस्नेत, जिनुवा टोल विकास संस्थाका अध्यक्ष नरेन्द्र बहादुर बेलबासेज्यू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यज्यूहरू, शिक्षक अभिभावक सङ्घका पदाधिकारी एवं सदस्यज्यूहरू, सामाजिक परीक्षण समितिका पदाधिकारी एवं सदस्यज्यूहरू, अभिभावकज्यूहरू, विभिन्न तह र तबका अतिथिज्यूहरू, विद्यालयका शिक्षक स्टाफ मित्रहरू, भविष्यका कर्णधार विद्यार्थी भाइ बहिनीहरू, आज यस विद्यालयको 2081-82 को सामाजिकीकरण परीक्षण प्रतिवेदन सार्वजनिकरण तथा बाल कल्याण शैक्षिकको सञ्चालक समिति गठन आफ्नो उच्च समय दिनुभएकोमा विद्यालय यहाँहरूप्रति आभार व्यक्त गर्दछ र सधैँका वर्षहरूमा चाहिँ यस वर्ष पनि आर्थिक वर्ष तथा शैक्षिक सत्र थप कार्यक्रमहरूलाई समष्टिगत रूपमा सामाजिक परीक्षण प्रतिवेदनले मागेका कुराहरूलाई समष्टिगत गरी हामीले सामाजिक परीक्षण प्रतिवेदन तयार गरेका छौँ र यो नितान्त माथिबाटै मागेका कुराहरूलाई समेटी बनाइएको एउटा सामाजिक परीक्षण प्रतिवेदन हो र यो हामीले सबै जुन वर्षै पछि गर्ने कार्यक्रम रहेको छ। त्यसबाहेक पनि यस विद्यालयले थप केही अभ्यासहरू, थप केही समस्याहरू पनि यहाँहरू समक्ष राख्न चाहन्छु। म सरस्वती बुद्धगत रूपमा यहाँहरूले ग्रहण गरिदिनु होला। विद्यालयको परिचय छ, यो परिचय मैले श्री बाल कल्याण आधारभूत विद्यालय 2046 सालमा 29 गतेबाट सञ्चालन भई कर्मश 2047 सालमा कक्षा 1, 2048 सालमा कक्षा 2, 2049 सालमा कक्षा 3 को स्थायी स्वीकृति प्राप्त गरेको थियो। नेपालका 7 प्रदेश मध्ये लुम्बिनी प्रदेश कपिलवस्तु जिल्लाको सदरमुकाम तौलियादेखि करिब 21 किलोमिटर सुदूर उत्तरमा रहेको साबिक भलवाड गाविस 3 हाल बाडाङ्गा नगरपालिका वार्ड नम्बर 9 बर्दवामा अवस्थित यस विद्यालय पूर्व पश्चिम महेन्द्र राजमार्गको करिब बनगाईदेखि करिब 8 किलोमिटर उत्तरतर्फ गोडगाउँ जिनुवा बाटोको किनारमा करिब 2 बिघा क्षेत्रफलमा फैलिएर रहेको छ। यस विद्यालयको पूर्वमा कोइली खोला, पश्चिम र उत्तरमा बर्दवा र जिनुवा गाउँ, दक्षिणमा चौवा गाउँ पर्दछ। चुरे पहाडको फेदमा अवस्थित यस विद्यालयको पूर्वमा खोला र जङ्गल तथा उत्तरमा नर्सरी भएको हुँदा वातावरण स्वच्छ, एकान्त र मनोरम रहेको छ। यस ठाउँको जलवायु उष्ण रहेकोले वैशाखदेखि भाद्रसम्म अत्यन्तै गर्मी र पौष माघमा अत्यन्तै जाडो हुने गर्दछ। विद्यालयको पूर्वपट्टि नजिकै सटेको कोइली नदीले वर्षातको समयमा विद्यालयको जग्गा कटान गरी क्षयकरण गर्दै गइरहेको छ। यस विद्यालयदेखि पश्चिम उत्तर कोणमा जिनुवा उच्च मावि र पश्चिममा 2वटा संस्थागत विद्यालय रहेका छन्। साबिक भलवाड गाविस वार्ड नम्बर 3 को
पुरै गाउँ र वडा नम्बर 4 जिनुवाको चौवा कुलोदेखि पूर्वतिरको गाउँ सेवा क्षेत्र रहेको छ। वर्तमान समयमा बाडङ्गा नगरपालिका वार्ड नम्बर 9 अन्तर्गत जिनुवा चौवा घोलादेखि पूर्वपट्टिको पुरा गाउँ र बर्दुवाको पुरै गाउँ यस विद्यालयको सेवा क्षेत्रभित्र पर्दछ। विद्यालयका असल अभ्यासहरू: विद्यालय भर्ना तथा अभिभावक घरभेट कार्यक्रमबाट विद्यालय सेवा क्षेत्रभित्रका विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा आएको अवस्था। तोकिएको समयमा विद्यालयको सामाजिक परीक्षण र लेखा परीक्षण सम्पन्न गरिएको। शैक्षिक वर्ष 2081मा बितेको। आगामी दिनमा सिकाइ उपलब्धि वृद्धि गर्ने गरी शिक्षणलाई प्रभावकारी बनाइएकोमा आशातीत उपलब्धि हासिल गर्नको लागि अभिभावक र विद्यार्थीको महत्त्वपूर्ण योगदानको अपेक्षा गरिएको छ। वार्षिक कार्ययोजना अनुसार साप्ताहिक रूपमा बाल क्लब तथा सदन परिचालन गरी नियमित व्यवस्थित रूपबाट अतिरिक्त क्रियाकलाप सञ्चालन तथा शोको पुरस्कार वितरण गरिएको छ। खेलकुद सप्ताह र पोषण सप्ताह जस्ता विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने कार्यक्रम सञ्चालन गरिएको। परियोजना कार्य, लघु अवलोकन भ्रमण तथा शैक्षिक भ्रमण मार्फत विद्यार्थीहरूमा अतिरिक्त ज्ञान सिप प्रदान गरिएको। विद्यालयका विविध गतिविधिहरूमा का बारेमा समय समयमा सरकारवाला निकाय समिति तथा अभिभावकलाई जानकारी प्रदान गरिएको। विद्यार्थीको संवेगात्मक विषयका लागि समय समयमा ध्यान, योग, भजन, कीर्तन जस्ता क्रियाकलाप सञ्चालन गरिएको। करेसाबारी निर्माण, फुलबारी व्यवस्थापन गरी विद्यालयमा सुन्दरता विकास गरिएको। विद्यालय प्राङ्गण तथा कक्षा कोठाको सरसफाइमा विशेष ध्यान दिएको। विद्यार्थीहरूलाई बाल मैत्री विधिबाट शिक्षण गर्ने गरिएको। बाल विकास र कक्षा 1मा विशेष बाल मैत्री शैक्षिक सामग्री, भिडियो सामग्री तथा लर्निङ किटको माध्यमबाट प्रभावकारी शिक्षण गरिएको। शैक्षिक वर्ष 2080बाट कक्षा 1-3मा अङ्ग्रेजी माध्यमबाट अध्यापन सुरु भएको। विद्यालयमा हुने विभिन्न कार्यक्रम, अतिरिक्त क्रियाकलाप, शिक्षक विद्यार्थीका प्रतिभा तथा प्रस्तुतिहरूको उच्च स्तरीय सम्पादित भिडियोहरू विद्यालयको फेसबुक पेज तथा युट्युबबाट प्रसारण गर्ने गरिएको। यसै वर्ष सिद्धार्थ सामाजिक विकास केन्द्रको सहयोगमा बाल विकास कक्षालाई कक्षोन्नति सहित आधुनिक एवं बाल मैत्री कक्षाको रूपमा व्यवस्थापन गरिएको। विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घबाट पारित भएको जुन कोष आवश्यकताका लागि पहल गर्नुपर्ने। विद्यालयका सबै कक्षा कोठामा तारबार पङ्खा चलाए तापनि व्यवस्थित रूपमा विद्युत वायरिङ नभएकोले विद्युतबाट हुने जोखिमको ठूलो खतरा रहेको छ। तसर्थ तत्काल स्रोत खोजी स्तरीय वायरिङ गर्नुपर्ने। प्रत्येक वर्ष उत्कृष्ट रूपमा कार्य गर्ने प्रविवेश शिक्षक अभिभावक समिति, शिक्षक विद्यार्थी तथा अभिभावकको कामको मूल्याङ्कन गरी प्रशंसा तथा पुरस्कारको व्यवस्था गर्नुपर्ने। जस्ताका छानाहरूले गर्मीमा पोल्ने र पुराना भएकाले बर्सातमा चुहिने समस्या रहेकाले उक्त भवनहरूलाई ढलान गरी व्यवस्थित भवन बनाउनु पर्ने। विद्यालयको समग्र विकासका लागि सेवा क्षेत्रभित्र रहेका विभिन्न सङ्घ संस्था, सामुदायिक व्यावसायिक प्रतिष्ठान तथा आम समाजसेवीहरूबाट आर्थिक, भौतिक एवं विभिन्न रचनात्मक सहयोग प्राप्त गर्नका लागि आवश्यक पहल गर्नुपर्ने। पछिल्लो समय प्राय विद्यालयहरूले विद्यार्थीहरूका लागि सवारी साधन सञ्चालन गरिरहेको अवस्था र यस विद्यालयको अभिभावक जीवहरूले पनि उक्त सुविधाको अपेक्षा गरेको पाइएकोले त्यसका लागि आवश्यक पहल गर्नुपर्ने। आगामी दिनहरूमा गर्नुपर्ने आवश्यकता कामहरू र विद्यालयले गरिएका असल अभ्यासहरूलाई यहाँहरूको सामुन्नेमा जस्ताको तस्तै राखेकी छु र अबका दिनहरूमा यहाँहरूले विद्यालयको आवश्यकता र विद्यालयको बाध्यतालाई बुझेर आगामी दिनहरूका कार्यक्रमहरूमा पनि उत्तिकै सहयोग सद्भाव गर्नुहुनेछ भन्दै यो कार्यक्रम एकदम राम्रोसँग सम्पन्न होस् भन्ने शुभकामना सहित मेरा भनाइ यही अन्त गर्छु। हस्, धन्यवाद, नमस्कार। त्योबारे आफ्नो भनाइ राख्नुभयो। मैले यहाँनिर अतिथि आसन ग्रहणलाई जोड्न चाहन्छु। विद्यालय व्यवस्थापन समितिका सदस्य आदरणीय लोकबहादुर थापाज्यूलाई अतिथि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी शिक्षक अभिभावक सङ्घका सदस्य दुर्पता घरती मगरज्यूलाई पनि अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी शिक्षक अभिभावक सङ्घका सदस्य चुरादेवी राणाज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। सँगै म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। यस क्रममा
विद्यालयका कक्षा 8मा अध्ययनरत छात्र ईश्वर थापाज्यू कविता वाचन गर्न आउँदै हुनुहुन्छ। उहाँको कविता सुनेपछि हामी कार्यक्रमको अगाडि बढ्नेछौँ। विशिष्ट अतिथिज्यू, प्रमुख अतिथिज्यू, गुरुवर्ग एवं मेरा प्यारा प्यारा साथीहरू, आजको यो विशेष कार्यक्रममा म कक्षा 8 को छात्र ईश्वर थापा एउटा कविता वाचन गर्न गइरहेको छु। ध्यान दिएर सुनिदिनु हुनेछ भन्ने विशेष आशा लिएर आएको छु। मेरो कविताको शीर्षक रहेको छ बुबा। परिवारको जिम्मेवारी थाम्न सक्ने बुबाका ती आँटहरू, दुःख र मेहनत गरेर पनि कहिले नथाक्ने मेरा बुबाका ती हातहरू, कसरी भुल्न सक्छु र बुबा तिमीले गरेका हरेक गल्तीका माफहरू, कसरी भुल्न सक्छु र बुबा तिमीले गरेका हरेक गल्तीका माफहरू। परिवारको चिन्ताले निदाउन नसक्ने बुबाका ती रातहरू, परिवारको चिन्ताले निदाउन नसक्ने बुबाका ती रातहरू, कसरी भुल्न सक्छु र बुबा तिमीले गरेका हरेक गल्तीका माफहरू। चन्द्रमामा लागेको दाग जसरी बाबा तिम्रो इज्जतमा दाग लाग्न दिने छैन कहिले, चन्द्रमामा लागेको दाग जसरी बाबा तिम्रो इज्जतमा दाग लाग्न दिने छैन कहिले। बाबा तिमी छौ र पो म छु, तिमी छैनौ भने म आफू नै रहेन कहिले। बाबा तिमी छौ र पो म छु, तिमी छैनौ भने आफू नै रहेन कहिले। मेरो बाबाको जति बयान गरौ त्यति नै कम छ, मेरो बाबाको जति नै बयान गरौ त्यति नै कम छ। मलाई मेरो बाबाको एक साहसी छोरो बनेर नाम रोशन गराउन मन छ, मलाई मेरो बाबाको एक साहसी छोरो बनेर नाम रोशन गराउन मन छ। बाबा हजुरको जति नै तारिफ गरौ त्यति नै कम छ, बाबा हजुरको जति नै तारिफ गरौ त्यति नै कम छ। तपाईसँग एकचोटि अङ्गालो मारेर रमाउन मन छ, तपाईसँग एकचोटि अङ्गालो मारेर रमाउन मन छ। अरूले प्रश्न गर्दा तिम्रो हिरो को हो भनेर मनमा हजुरकै नाम आउँछ, हजुरलाई एकचोटि आफ्नै गाडी चढेको देख्न मन लाउँछ, हजुरलाई एकचोटि आफ्नै गाडी चढेको देख्न मन लाउँछ। एकचोटि तपाईँलाई यस्तो शब्द भन्न मन छ, ड्याड यु क्यान रेस्ट, आई विल टेक केयर आवर फ्यामिली। धन्यवाद। धन्यवाद। कक्षा 8मा अध्ययनरत छात्र ईश्वर थापाको यो कविता र हाम्रा अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य उहाँका पिता लोकबहादुर थापा अगाडि हुनुहुन्थ्यो। सुन्नुभयो, कस्तो लाग्यो, तपाईँहरूलाई कस्तो लाग्यो? पक्कै पनि हामीले विद्यालयमा प्राप्त स्रोत साधन र हाम्रो क्षमताले भएसम्म विद्यार्थीहरूलाई विभिन्न खालका प्रतिभाहरू विकास गर्नका लागि प्रयत्नशील छौँ। हामीले कसरी हुन्छ उहाँहरूलाई नयाँ नयाँ ज्ञान चेतना दिने र उहाँहरूभित्र रहेका अन्तर्निहित प्रतिभाहरूलाई प्रस्फुटन गर्ने र त्यसका लागि अवसर सिर्जना गर्ने काममा निरन्तर लागिरहेका छौँ। हामीसँग धेरै प्रस्तुतिहरू थिए, विद्यार्थीहरू आफै बजाएर आफै गाएर भजनहरू प्रस्तुत गर्न सक्छन्। तर पनि हाम्रो यस्ता कार्यक्रमहरूमा बोलाउनु पर्ने अतिथिहरूको समयको व्यस्तताले गर्दा धेरै कार्यक्रमहरू नथुपारौँ भन्ने खालको चाहिँ सोच भएर हामीले धेरै तयारीहरू गरेनौँ। अझै विद्यार्थीको तर्फबाट प्रस्तुत हुने अङ्ग्रेजी स्पिच पनि हामीसँग छ। त्यसभन्दा अगाडि सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकीकरण तथा प्रविधिकरणको अनुसूची 1 र 2 प्रस्तुत गरिदिनु हुन यो सामाजिक परीक्षण को लागि बनेको विज्ञ समितिका सदस्य तथा यस विद्यालयका शिक्षक आदरणीय विष्णु प्रसाद पोखरेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। कार्यक्रमको सञ्चालक कृष्ण सरलाई आर्थिक वर्ष 2081-82 सामाजिक परीक्षण प्रतिवेदन समारोहका अध्यक्ष महोदय, प्रमुख अतिथिज्यूहरू, यसै गरी अभिभावकज्यूहरू, मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू एवं सहकर्मी शिक्षक मित्रहरू, अब आज सबैको कार्यव्यस्तता जस्तो देखिरहेको छ, समय अलिकति घर्किसकेको पनि छ। तसर्थ म अब ढिलो नगरिकन मेरो प्रमुख जिम्मेवारी गत वर्ष आर्थिक वर्ष 2081-82 को यस विद्यालयमा भएको शैक्षिक, सामाजिक र भौतिक विवरणहरू म तथ्यगत रूपमा हजुरहरू समक्ष प्रस्तुत गर्न गइरहेको छु र मैले प्रस्तुत गरेका यस विद्यालय सम्बन्धी विवरणहरू हजुरहरूले शान्तपूर्वक मनन गरिदिनु होला, सुनिदिनु होला र हजुरहरूलाई मैले प्रस्तुत गरेको कुनै पनि शीर्षक वा कुनै पनि विषयमा कुनै जिज्ञासा भयो भने मैले प्रस्तुत गरिसकेपछि अन्तमा हजुरहरूले आफ्ना आफ्ना जिज्ञासाहरू राखिदिनु होला र हजुरहरूको जिज्ञासाको समाधान हामीले गर्ने प्रयास गर्नेछौँ। र अब म ढिलो नगरी मेरो जिम्मेवारीतर्फ लाग्दैछु। हामीले अनुसूची 1 विद्यालय व्यवस्थापन समितिले सामाजिक परीक्षण प्रतिवेदन अनुसूची 1 विद्यालय व्यवस्थापन समितिले तयार पारेको हो। बैठक बस्यो र बैठकले गरेका करिब 80% निर्णयहरू कार्यान्वयन भए र केही आर्थिक अभावका कारण, आर्थिक अभाव या अन्य कुनै कारणहरू, विविध कारणहरूले गर्दा केही योजनाहरू हामीले पुरा गर्न सकेनौँ। तर पनि 80% योजनाहरू विद्यालय व्यवस्थापन समितिले निर्णय गरेका योजनाहरू कार्यान्वयन भए। यसै गरी शिक्षक अभिभावक सङ्घ बैठक सङ्ख्या
र महत्त्वपूर्ण निर्णय 4 र शिक्षा विभाग सङ्घले गरेका महत्त्वपूर्ण निर्णयहरूमध्ये 92% निर्णयहरू कार्यान्वयन भए र केही समिति सदस्यहरूको अनुपस्थिति र विविध कारणहरूले गर्दा थोरै मात्रै निर्णय कार्यान्वयन गर्न सकिएन। यसै गरी सामाजिक परीक्षण समिति बैठक सङ्ख्या दिएका प्रमुख सुझावहरू 3 र बैठक सङ्ख्या 3 र सामाजिक परीक्षण समितिले गरेका निर्णयहरू पनि 80% कार्यान्वयन भए। जसअनुसार विद्यालयमा वायरिङ घेराबार व्यवस्थित गर्नुपर्ने रकमको व्यवस्थापन मिलाउनका लागि उहाँहरूले समितिले दिएको सुझाव 80% कार्यान्वयन भयो र 20% अझै अधुरै रहेको छ। यसै गरी अभिभावक भेला सङ्ख्या र भेला सङ्ख्या 7 र निर्णयहरू अभिभावक भेलाले गरेका 90% निर्णय कार्यान्वयन भएको छ र बाँकी केही रहेको छ जसमा सङ्घ संस्था र समूहबाट आर्थिक सहयोग हुन नसक्दा र विद्यालयको आर्थिक अवस्था केही कमजोर हुन पुग्दा अथवा आय स्रोतहरू केही अपुग हुन पुग्दा हामीले केही कार्यक्रमहरू अभिभावक भेलाले गरेका निर्णयहरू कार्यान्वयन गर्न सकेनौँ। यसै गरी विद्यालयसँग सम्बन्धित योजनाहरू 5 वर्षे विद्यालय सुधार योजना हामीले अपडेट गरेका छौँ। सो अनुसार 80% विद्यालय सुधार योजनामा उल्लेख भएका योजनाहरू 80% कार्यान्वयन भए र बजेट अभावले गर्दा केही कार्यक्रमहरू अहिले चालु अवस्थामा र केही अधुरा अवस्थामा रहेका छन्। अब यसपछि म विद्यालयको सम्पत्ति र उपयोगको अवस्था बारेमा हजुरहरूलाई जानकारी गराउन गइरहेको छु। विद्यालयको नाममा रहेको अहिलेको अवस्थामा ऐलानी जग्गा 10 कट्ठा र नदी उकास 2 बिघा गरी 2 बिघा 10 कट्ठा जग्गा हाल विद्यालयले उपयोग गरिरहेको छ। जसमा हाल केही जग्गामा हामीले ठेक्का दिएका छौँ र ठेक्कामा ठेक्का लिनुभएका महानुभावहरूले खेती लगाउनु भएको छ भने केहीमा नर्सरी छ र केहीमा भवन कम्पाउन्ड शौचालय फुलबारी र करेसाबारी रहेको म जानकारी गराउन चाहन्छु। यस्तै गरी भवन सङ्ख्या 6 वटा भवनहरू हामीसँग छ जसमा 13 वटा कोठाहरू रहेका छन् र ती 13 वटा कोठाहरूमा बाल विकास अन्य कक्षा कोठाहरू र अफिस कम्प्युटर कोठा सञ्चालनमा रहेका छन्। यसै गरी खेल मैदान हामीसँग पर्याप्त छ र यसमा खेल मैदान हामीले खेलकुदका लागि प्रयोग गरिरहेका छौँ। यसै गरी शौचालयका लागि एउटा छात्राको लागि शौचालय, एउटा छात्राहरूको लागि बाल विकासमा पढ्ने बालबालिकाहरूका लागि पनि एउटा छुट्टै शौचालयको व्यवस्था गरिएको छ र अन्य सबै शौचालयहरू प्रयोग सामान्य दराजमा हामीले प्रयोग गरिएको छ। हामीसँग व्यवस्थित पुस्तकालय छैन र यो छुट्टै पुस्तकालयहरू निर्माण गर्नका लागि हामी प्रयासरत छौँ। यसै गरी इन्टरनेट सुविधा हाल हामीले उपयोग गरिरहेका छौँ र यसमा केही पावर पोइन्टहरू बढाउनु पर्ने अवस्था छ। शैक्षिक सामग्रीहरू हाल श्रव्य दृश्य सामग्रीहरू प्रयोग गरिरहेको छ र केही अझै थप गर्नुपर्ने अवस्था छ। उपलब्ध पुराना फर्निचरहरूको मर्मत तथा नयाँ केही व्यवस्थापन गरेर हामीले पर्याप्त फर्निचरहरूको व्यवस्थापन गरेका छौँ। यसै गरी दिवा खाजातर्फ स्थानीय निकायबाट बाल विकासदेखि कक्षा 5 सम्म पढ्ने बालबालिकाहरूको लागि स्थानीय निकायबाट दिवा खाजाको व्यवस्थापन भइरहेको छ भने 6, 7, 8मा पढ्ने विद्यार्थीहरूले कार्यक्रमहरू पनि बारेमा म जानकारी गराउन गइरहेको छु। यसका लागि हामीले एउटा सूचना पार्टी राखिएको छ र सूचना पार्टीहरूमा सूचना टाँस गर्ने गरिएको छ। यसै गरी एउटा गुनासो पेटिका पनि रहेको छ र गुनासो पेटिकामा चाहिँ गुनासाहरू चाहिँ आएका छैनन्। अहिलेसम्म चाहिँ गुनासाहरू यो वर्ष त्यति आउँदै आएनन् भन्दा पनि हुन्छ। गुनासोहरू चाहिँ कसैको पनि त्यहाँ देखिएको छैन। यसै गरी विद्यालय सेवा क्षेत्रभित्र डिस्प्ले भन्नाले खास गरी फोहोर चिजहरू व्यवस्थापनका लागि प्रयोग गरिएका सामग्रीहरू व्यवस्थापनका लागि प्रयोग गरिने वस्तु हो। त्यो चाहिँ हामीसँग एउटा मेसिन छ र एउटा फोहोर वस्तुहरू खास गरी सेनिटरी प्याडहरू जलाउनका लागि प्रयोग गरिने एउटा मेसिन र जलाउने खाडल रहेको छ। सामाजिक परीक्षण समितिले यस विद्यालयमा रहेको सामाजिक परीक्षण समितिले विद्यालयको अवस्थाको मूल्याङ्कन गरेर केही अङ्कहरू प्रदान गरेको छ र म अब सोको बारेमा जानकारी गराउन गइरहेको छु। विद्यालय व्यवस्थापन समिति शिक्षाका बैठक बसेको सङ्ख्या
बैठक पर्याप्त मात्रामा बसेको बसेन भन्ने कुराको मूल्याङ्कन गरेर यसमा 10मा 4 अङ्क प्रदान गर्ने कुल पूर्णाङ्क 10 रहेको अनुसार विद्यालयले 4मा 4 अङ्क प्राप्त गरेको छ। यसै गरी विद्यालयमा गठित विभिन्न समितिहरूको बैठकको निर्णय कार्यान्वयनको अवस्था विविध कारणहरूले गर्दा केही कमी भएको हुनाले यसमा कुल 4 अङ्क प्राप्त गर्नुपर्ने हो, तर यसमा विद्यालयले 3 अङ्क प्राप्त गरेको छ। यसै गरी प्रस्तुत गर्नुभएको छ र त्यो अनुमोदन पनि भएको छ। यो प्रतिवेदनमा पनि र म्याडमले प्रस्तुत गरेको विद्यालयको वस्तुस्थितिमा पनि आएको कुरा, खास गरी विद्यालयमा टिनका ट्रसहरू छन् र त्यसमा अधिकांश रूपमा छानोमा फलामहरू प्रयोग गरिएको छ। हामीले सबै कक्षा कोठाहरूमा पङ्खा व्यवस्थापन गरेका छौँ, इलेक्ट्रिसिटी पुगे पनि त्यहाँ चाहिँ व्यवस्थित वायरिङ भएको छैन। लगभग 1-2 पटक त विद्यालयमा पङ्खा खसेको पनि छ, धन्न विद्यार्थीलाई लागेको छैन। अनि त्यो तारले बाँधेर पङ्खा अडाउँदाखेरि त्यो त्यति राम्रो नहुँदो रहेछ। अलि अस्ति एकपटक 7 कक्षामा पङ्खा चल्दै त्यो तार फुत्किसकेको र चलिरहेको अवस्थामा विद्यार्थीहरूले ख्याल नगरेको म कक्षामा पुग्दै गर्दा केही सेकेन्ड तलमाथि भएको भए ठ्याक्कै त्यो खस्ने त्यो अवस्था छ। त्यसकारण पनि हामीलाई विभिन्न खालका क्रियाकलापहरू सञ्चालन गर्न नगरपालिका वडा गरेका थियौँ। त्यस अनुरूपको समिति पनि आज निर्माण गर्छौँ। म ढिला नगरिकन यसपछि कक्षा 8मा अध्ययनरत छात्र तथा यस विद्यालयमा रहेको ज्ञानज्योति बाल क्लबका अध्यक्ष विविका बेलबासेलज्यूलाई आफ्नो इङ्ग्लिस स्पिच एजुकेसन शीर्षकमा प्रस्तुत गर्नका लागि अगाडि निम्त्याउँछु। Chairperson of this program, distinguished guests, honorable teachers, and all my dear friends. Today in this special program, I am a student of grade 8 and the president of Gyanjyoti Child Club of this school. I am going to share my opinion on the topic of importance of education. I am confident that you will all listen carefully. Education is the important things in our life. It improves our knowledge, skills, and develops the overall personality and attitude. It teaches us discipline, hard work, and respect. It brings a great change in our life. It is the foundation of human development. It makes our life prosperous and meaningful. It prepares us to face the world. It is said that education is the third eye of human beings. Education is the most powerful weapon which you can use to change the world. It teaches us to be polite. When we are educated, we know when to speak and when to remain silent. Education is that property that cannot be stolen. We can take this property wherever we go. It is a ray of light in the darkness. Education is only that thing that have no disadvantage while getting education. You lose nothing. It is a single door to prosperity and to a key for success. In today's world, education is necessary for everyone. Education opens doors for new opportunities and helps us grow. Every child should get the chance to go to school and learn. But in some countries, their child shouldn't get that type of education and opportunity. We are lucky because we get well education. In conclusion, education is a key to our success. It brings happiness in our life. An educated person always respect everywhere. People treat well in society. It is the most powerful tool to change the world. We are a student. We remember that we have to follow school rules and regulation and follow right way. Then we may success in life. Thank you. Thank you, Viveka Belwase, for this wonderful speech. Education, शिक्षा त्यस्तो चिज हो जसलाई कसैले बाँड्नु पर्दैन, अर्थात् अंश लाग्दैन, कसैले आएर चोरेर लुटेर लैजान सक्दैन र दियो जति दियो त्यति बढ्दै जान्छ। त्यस्तो एउटा चिज हो त्यो शिक्षा, ज्ञान। र त्यसका लागि हामी जति पनि विद्यालय जान पाएका छौँ र यो शिक्षाको उज्यालोबाट आफूलाई विकसित गर्ने मौका पाएका छौँ, हामी भाग्यमानी छौँ। संसारका त्यस्ता देशहरू छन् जहाँ बालबालिकाहरूले विद्यालय शिक्षा पाइरहेका छैनन्, उचित पोषण पाइरहेका छैनन्, भोकमा खाना र तिर्खामा पानी पाएका छैनन्। हामी धेरै भाग्यमानी छौँ, यस्तो सुन्दर देशमा छौँ र शिक्षाको मन्दिरमा आएर दैनिक रूपमा शिक्षा ग्रहण गर्न पाइरहेका छौँ। हामीले आफूलाई भाग्यमानी सम्झँदै र आफ्नो भविष्यका लागि जुन शिक्षा महत्त्वपूर्ण छ त्यसमा समर्पित भएर अगाडि बढ्नुपर्छ। अब चाहिँ हुन त हामीसँग उपस्थित हुनुभएका अतिथिज्यूहरूको एकदमै कम समय छ। प्रमुख अतिथिज्यूले त आउँदा आउँदै भन्नुभएको थियो आधी घन्टा मात्रै छ, र पनि आइसकेपछि अब कार्यक्रम सक्नै पर्छ, बस्नुहुन्छ, हामीलाई थाहा छ। यहाँनिर एउटा चाहिँ
शुभकामना मन्तव्य राख्नुभन्दा अगाडि छोटोमा र छिट्टो रूपमा हामीले एउटा काम गर्नुपर्ने छ। त्यो हो बाल कल्याण शैक्षिक कोष सञ्चालक समिति गठन। यसको थोरै पृष्ठभूमि मैले भन्नुपर्ने हुन्छ। केही यहाँ भएका अधिकांश व्यक्तिहरूलाई त्यसको विषयमा थाहा छ, यद्यपि म थोरै यसको बारेमा भन्छु। विद्यालयको समग्र शैक्षिक विकासका लागि एक शैक्षिक कोष स्थापनार्थ विक्रम सम्वत 2082 वैशाख 27 गते शनिबारका दिन विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, अभिभावकज्यूहरू, जनप्रतिनिधिज्यूहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि तथा सेवा क्षेत्रभित्रका आम जनसमुदायको सहभागितामा आयोजित विद्यालयको समग्र विकासका लागि विशेष छलफल कार्यक्रमले एक शैक्षिक कोष निर्माण गर्ने निर्णय गरेसँगै श्री बाल कल्याण शैक्षिक कोष सङ्कलन तथा सञ्चालनका लागि कार्यविधि 2082 निर्माण भई विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घबाट पारित भएको छ। उक्त कोषको समिति निर्माणका लागि गत असोज 6 गते यो म्याडमले पनि भन्नुभएको थियो, घटस्थापनाको दिन हामीले भेला राख्ने निर्णय गरेर व्यवस्थापन समितिबाटै निर्णय भएर त्यस अनुसार अगाडि बढिरहेका थियौँ। तर मुलुकमा गत भाद्र 23 र 24 गते जुन खालको एउटा जिन्जी आन्दोलन भयो, त्यसबाट उत्पन्न विषम परिस्थितिका कारण हामीले त्यो शुभकामना आदान प्रदानको कार्यक्रम र यो कोषको लागि सञ्चालक समिति गठन कार्यक्रम स्थगित गऱ्यौँ र त्यो काम हामी आज गर्दैछौँ। र यसमा खास गरी अन्य समितिहरू निर्माण गर्दा जस्तो त्यो एउटा निर्वाचन समिति बनाउने यतातिर हामी नगएर यसलाई एकदमै छोटो छरितो तरिकाले अगाडि बढाउँ भन्ने लागेको हो। र यो गरिसकेपछि शुभकामना मन्तव्य गर्नभन्दा एकातिर शुभकामना मन्तव्य र अर्कोतिर त्यसको लागि काम पनि सँगै गरौँ भन्ने लाग्यो। मैले यहाँनिर चाहिँ यो कोषको निर्माण प्रक्रिया, यो सञ्चालक समितिको निर्माण प्रक्रिया यो कार्यविधिमा भएअनुसारको चाहिँ म यहाँ भन्छु र त्यसपछि त्यसै अनुसार अगाडि बढौँला। परिच्छेद 3 मा रहेको सञ्चालक समिति भन्ने शीर्षकमा कोषको सञ्चालक समिति कुनै एकजना अभिभावकको संयोजकत्वमा 7 सदस्यीय एकको साथ सञ्चालक समिति निर्माण गरिनेछ। उक्त समितिमा देहाय बमोजिमका सदस्यहरू रहनेछन्। अभिभावक मध्येबाट एकजना संयोजक, विद्यालयको प्रधान अध्यापक पदेन सदस्य 1, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदेन सदस्य 1, शिक्षक अभिभावक सङ्घको अध्यक्ष पदेन सदस्य 1, विद्यालयमा गठित बाल क्लबको अध्यक्ष पदेन सदस्य 1, विद्यालयमा विशेष योगदान गरेको वा गर्न सक्ने सेवा क्षेत्रभित्रका व्यक्तिहरू मध्येबाट एकजना सदस्य र शैक्षिक इन्चार्ज भन्ने त्यही भेलाबाट निर्मित एउटा पोस्ट छ, त्यसको एकजना सदस्य सचिव रहने गरी 7 सदस्यीय यो सञ्चालक समिति बन्नेछ। त्यसमा 5 वटा चाहिँ सदस्यहरू पदेन नै छन्। जम्मा 2 वटा सदस्यहरू, एउटा संयोजक र एकजना सदस्य हामीले आज मनोनित गर्नुपर्छ, यहाँबाट बनाउनु पर्नेछ। त्यसका लागि अभिभावकज्यूहरू मध्येबाट अब यो भनेको विद्यालयमा अघि मैले उल्लेख गरेँ जुन वेयरिङको समस्या भयो, यी साना समस्याहरूमा हामीले आफ्नो तरिकाले काम गर्न सकियोस्। विद्यार्थीहरू कुनै त्यस्तो विपन्न तरिकाबाट आएको विद्यार्थीहरू छन् भने पोसाकदेखि लिएर शैक्षिक सामग्री पनि दिन सकियोस्। यी यावत कामहरू गर्न सकियोस् जसले विद्यालयको समग्र शैक्षिक गतिविधिलाई सञ्चालन गर्नका लागि योगदान गर्न सकोस् भनेर यो कोष बनाउँदैछौँ। अब यो कोषको संयोजक भएर आउँदै गर्दा हामीले गर्नुपर्ने काम के हो भन्ने विषयमा विद्यालयमा बनेको आर्थिक कोषमा आर्थिक रकम सङ्कलनका लागि समन्वय गर्ने र अभियान चलाउने काम गर्न सक्ने व्यक्ति यहाँ हुनुपर्छ। यति चाहिँ मैले क्लियर गरेँ। र तपाईँहरू मध्येबाट यो कोषको संयोजक बन्न म इच्छुक छु भन्ने एकजना अभिभावक र यस क्षेत्रभित्र रहेको अभिभावक नभए पनि म यो कोषमा बसेर योगदान गर्छु भन्ने अर्को अभिभावक वा अर्को कुनै एकजना गरी 2टा पदको लागि संयोजक वा सदस्य के हो त्यसको लागि चाहिँ आफू आएर हाम्रो विष्णुप्रसाद पोखरेलसँग नाम टिपाउनु हुन तपाईँहरूलाई अनुरोध गर्दै म यहाँ चाहिँ शुभकामना मन्तव्य जोड्न चाहन्छु। यस यहाँका टोल विकास संस्था सुनगावा टोल विकास संस्थाका अध्यक्ष श्री फर्सबहादुर बस्नेतज्यूलाई अत्यन्तै छोटो शुभकामना मन्तव्यका लागि म हार्दिक अनुरोध गर्दछु। अध्यक्ष महोदय, कार्यक्रम प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अन्य अतिथिज्यूहरू र शिक्षक गुरुवर्गहरू र अभिभावकज्यूहरू र विद्यार्थी भाइ बहिनीहरू, यहाँ खासै भन्नुपर्दाखेरि खासै त्यस्तो त केही होइन, सबै नम्बर पनि दिइयो, सबै भाव त सुनियो, ठिकै छ। तर यो सरसफाइको बारेमा पनि मैले पहिलेकोतिर वैशाखमा आउँदाखेरि पनि भनेको, यो वरिपरि अझै पनि देख्दाखेरि त्यो बच्चाहरूलाई बाहिरबाट साँपले ठुङ्ला जस्तो छ। सरसफाइमा एकदम त्यो नम्बर मैले दिनै सकेन, त्यो सरसफाइ भएको छैन। यहाँ पछाडि पनि हेर्दाखेरि त्यो त्यति राम्रो देखिया छैन।
र यो सफाइ हुनुपर्छ। नभए बालबच्चाले सक्दैनन्, मलाई भन्नुहोस्, मैले टोलबाट सबैलाई हात पारेर ल्याएर भए पनि यो सरसफाइ गराउनलाई मैले गराउँछु, तर यो सरसफाइ हुनुपर्छ। र यो बिरुवा चाहिँ यो एक रुपियाँ 2-4 रुपियाँको यो घाँसको आशामा भोलि बिहान यो बच्चाहरूलाई केही होला त्यस्तो चाहिँ त्यसमा आशा नगरौँ। र यसमा केही वृक्षहरू बनाऊँ, यो खेतीपातीले 20,000 10,000को चाहिँ आशामा नबसौँ। यसमा केही उत्पादनशील बिरुवाहरू रोपौँ यसमा। र यो घर पछाडि वरिपरिको यो लागि कोहीले भन्नुहुन्छ मलाई खबर गर्नुहोस्, म वडाबाट हाम्रो टोल बर्दवाबाट सबै उपभोक्ताज्यूहरूलाई ल्याएर म यो सफाइ गराउँछु। यहाँ विद्यार्थीहरूले सक्दैनन् र यो सरसफाइ होस्। र यहाँ जुन कार्यक्रम भइरहेको छ यो ढिले भए पनि राम्रो कार्यक्रम आयो। यो यसको लागि एकदम सराहनीय छ। यो कोषको लागि यो कोष नभएसम्म कुनै पनि काम गर्न सकिँदैन। र विद्यार्थीहरूको न्यून देख्दाखेरि मलाई लाज मर्नुभयो। यो बर्दवा टोलकोमा छ। बर्दवाको नाम लिँदाखेरि विद्यार्थीहरूको 2-4 वर्ष अगाडि हेर्दाखेरिको र आजको हेर्दाखेरि एकदम चाहिँ लाजमर्दो भइराखेको छ। यसको लागि व्यवस्थापन समिति सरहरूले गर्न सक्नु, सरहरूले पढाउने हो, व्यवस्थापन गर्ने व्यवस्थापन समितिले हो। व्यवस्थापन समिति के को लागि बनाइन्छ? व्यवस्थापन गर्न पर्यो, टोलमा गएर यो बच्चाहरूलाई हामीले यहाँ ल्याउनु पर्यो। यसो गर्नु पढरियाबाट आएर यहाँ बर्दवामा आएर विद्यार्थीहरू गइरहन्, उहाँहरू आएर सम्झाएर लिएर जानुहोस्। हामीले पनि कुनै गर्नुपर्छ, समितिले गर्न पर्यो। सरहरूले पढाउने हो, हामीले यहाँ ल्याएर व्यवस्थापन गरिदिन्छ व्यवस्थापन समितिले न हो। र व्यवस्थापन समितिले गर्नुपर्ने त्यो अभिभावक सङ्घको समितिले गर्नुपर्ने कामहरू एकदम चाहिँ हाम्रो हो, हामीले गर्नुपर्छ। हामीले नगरेर अरूले गर्दिन्न भनेर सबैको मन जाओस् भन्ने कुराहरू गर्दै मेरा यहाँहरूलाई सबैलाई स्वागत गर्दै मेरो 2 शब्द अन्त्य गर्दै हस्। धन्यवाद। धन्यवाद। विद्यार्थीहरू पछिल्लो समय सबैजसो सरकारी स्कुलहरू, सामुदायिक स्कुलहरूमा जुन खालको विद्यार्थी उपस्थिति छ त्यो एउटा चिन्ताको विषय बनिरहेको छ। त्यसका पछाडि अनेक कारणहरू छन्। त्यसका लागि अलि लामो विचार विमर्श गर्नुपर्छ होला सायद। पछिल्लो समय देखिएको अङ्ग्रेजी शिक्षाप्रतिको मोह भनौँ वा चाहिँ बोर्डिङ स्कुलप्रतिको आकर्षण, विभिन्न कारणहरू छन् त्यसमा। र हामी लागेर सकेसम्मको सरसफाइ गर्ने प्रयत्न गरिरहेका छौँ। तर उहाँ यही टोलको टोल विकास संस्थाको अध्यक्ष भएका नाताले तपाईँहरूले सक्नुहुन्न, विद्यार्थीले सक्दैनन्, हामीले पनि सरसफाइ गरिदिन्छौँ, कहिले गरौँ भन्नुहोस् भन्नुभएको छ। त्यसका लागि मलाई धेरै धन्यवाद व्यक्त गर्दछु। र विद्यालय शिक्षालाई राम्रो बनाउन कुनै एउटा पक्ष, व्यवस्थापन समिति मात्रै, शिक्षक मात्रै, अभिभावक मात्रै, विद्यार्थी मात्रैले हुँदैन। यी सबैको सहकार्यबाट र समाजको पनि अपनत्वबाट विद्यालय राम्रो बन्ने हो, विद्यालय शिक्षा राम्रो हुने हो। त्यसकारण म यहाँ चाहिँ नाम टिपाउन सक्नुहुन्छ। यो समितिमा बस्नका लागि संयोजक र सदस्य 2 जना मात्रै हामीलाई चाहिएको छ। यो काम पनि भइरहेको छ। सँगै म अर्को मन्तव्यका लागि यहाँ निम्त्याउन चाहन्छु श्री राम आधारभूत विद्यालयका प्रधानाध्यापक आदरणीय श्री ओमलाल गिरिज्यूलाई। यस बाल कल्याण आधारभूत विद्यालय बाडिङा 9 बर्दवा कपिलवस्तुबाट आयोजित सामाजिक परीक्षण प्रतिवेदन 2081-82 सार्वजनिकरण तथा प्रविधिकरण एवं बाल कल्याण शैक्षिकको सञ्चालक समिति गठन प्रयोजनार्थ आयोजित कार्यक्रमको सञ्चालक आदरणीय यस विद्यालयका सर कृष्ण सर, यस कार्यक्रमको अध्यक्षता गरिरहनुभएका आदरणीय अध्यक्षज्यू, यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिरहनुभएका बाडिङा नगरपालिका वडा नम्बर 9 का आदरणीय अध्यक्षज्यू एवं मञ्चमा आसन ग्रहण गरिरहनुभएका विद्यालयका प्रहज्यूहरू, टोल विकास संस्थाका अध्यक्षज्यूहरू, सामुदायिक वनका प्रतिनिधिज्यूहरू, यस विद्यालयका आदरणीय लगायत सम्पूर्ण शिक्षक ज्यूहरू, आदरणीय अभिभावकज्यूहरू र विद्यार्थी भाइ बहिनीहरू, आज अत्यन्तै महत्त्वपूर्ण दिन, यहाँहरूको यो वर्षको अत्यन्तै महत्त्वपूर्ण दिन हो। यो हामीलाई निर्देश गर्दछ। सर्वप्रथम त म यो विद्यालय बाल कल्याण आधारभूत विद्यालय अत्यन्तै चर्चामा को शिखरमा पुगेको विद्यालय हो। आज यहाँ जति पनि अभिभावकज्यूहरू हुनुहुन्छ, विद्यार्थी भाइ बहिनी हुनुहुन्छ र मञ्चमा पदासीन व्यक्तित्वहरू हुनुहुन्छ,
कमैलाई थाहा छैन होला, धेरैलाई थाहा छ। बाल कल्याण आधारभूत विद्यालय भनेपछि अरू विद्यालयहरू डराउने अवस्था हो। यो विद्यालय क्षेत्र जुन भूमि छ, यो भूमि साँच्चीकै प्रतिभाले भरिपूर्ण भूमि हो। म यसै क्षेत्रमा यहाँहरूकै छिमेकी विद्यालयमा रहेको एउटा शिक्षक पनि भएको हुनाले यहाँको बारेमा धेरै कुरा जान्दछु। यहाँका जुन वर्ष पनि यहाँका विद्यार्थीहरूको त्यो प्रतिभा साँच्चीकै वर्णनीय छ। मलाई लाग्छ यो भूमि नै त्यस्तो छ कि भर्खरै हामीले भाइ ईश्वर थापाको त्यो बुवाको प्रतिको त्यो सम्मानको एउटा कविता, हाम्रा विद्यार्थी भाइ बहिनीहरूले प्रस्तुत गरेको राष्ट्रियता झल्काउने त्यो गीत र नृत्य, ती प्रतिभाहरूले हाम्रो यहाँ विद्यालयले सञ्चालन गरेका हरेक गतिविधिमा अग्रता हासिल गरेको छ भन्ने दृष्टान्त दिन्छ। तर पनि भर्खर यहाँहरूको प्रतिवेदनमा विद्यार्थी संख्या अत्यन्तै टिस्ट लाग्दो छ। यो विद्यार्थी संख्या घटिरहँदा यहाँहरूलाई पीर लाग्नु पर्ने हो। पीर छ कि छैन मलाई थाहा छैन। व्यवस्थापन समितिले पीर मान्नुपर्छ, अभिभावकले पीर मान्नुपर्छ र यहाँको स्थानीय जनताहरूले पीर मान्नुपर्छ। मलाई त्यस्तो लाग्छ। हामीलाई पीर लागेन भने यो विद्यालय अगाडि बढ्दैन। हामी चिन्तित हुनुपर्छ। सायद चिन्तित हुनुहुन्छ होला। सँगै यो विद्यालय धेरै अगाडि बढ्नुपर्छ। बढ्नको लागि यहाँ त्यस्तो वातावरण छ मलाई लाग्छ। किनभने तपाईहरू दुईटा सामुदायिक वन अत्यन्तै स्रोत र साधनले सम्पन्न सामुदायिक वनको बिचमा हुनुहुन्छ। म यहाँहरूले बोलाएको कतिपय कार्यक्रममा आउने गरेको छु र आफ्ना भावनाहरू यहाँको बिचमा राख्ने गरेको पनि छु। मैले सुझाव पनि राखेको छु। यहाँहरूको दुईटा सामुदायिक वनले चाह्यो भने यो विद्यालयलाई जुरुक्क उठाउन सक्छ। यहाँ विद्यार्थी संख्या घटेका कुराहरू आए, सरले भन्नुभएको छ। सरले यसभित्र पस्यो भने धेरै कारणहरू छन्। त्यो कारणहरू केलाउनु पर्छ। यहाँ एउटाले अर्कोलाई दोष दिएर उम्किन पाइँदैन। शिक्षकलाई दोष दिएर अथवा व्यवस्थापन समितिलाई दोष दिएर अथवा अभिभावकलाई दोष दिएर कसैलाई दोष दिएर उम्किन पाइँदैन। यहाँ भित्र धेरै कारणहरू छन्। एउटा सल्युसन अहिलेको जुन निड हो, जुन आवश्यकता हो, अंग्रेजी भाषाको जुन चाहिँ अभिभावकको त्यसप्रतिको आकर्षण छ त्यसलाई बढाउनु। अर्को हो आवागमन। विद्यार्थी आवागमनको लागि साधन चाहिन्छ। अब साँच्चै विद्यालय चलाउने हो भने त्यो चाहिँ गाह्रो हुँदो रहेछ। मलाई पनि अनुभव छ। पडरियामा विद्यार्थीहरू त्यही नजिकै 4 पाइलाबाट विद्यालय पुगिन्छ। त्यहाँका विद्यार्थीले बस नभए त म स्कुल जाँदैन भने, त्यसो भए एउटा अटो ल्याउँ भनेर हामीले सामुदायिक वनले अटो दियो। अटोबाट विद्यार्थी पुग्यौँ। कर्मशा सामुदायिक वनले बस दियो। अहिले बसबाट पुगेका छौँ। अघि भर्खर यहाँ बोल्दा टोल विकास समितिको अध्यक्षले भन्नुभयो बर्दोबाट विद्यार्थी गएका छन्। बस भएर गएका हुन्। तपाईहरु अब दुईटा सामुदायिक वनले अरु कुरै गर्नु पर्दैन। एउटा बस अगाडि हाल्नुस्, बस हाल्नुस्, हर्न लगाउँदै हिँड्नुस्, विद्यार्थी आउँछ। त्यो गाह्रो छैन। पडरियाको सामुदायिक वन एक्लैले एउटा बस किनिदियो भने तपाईहरु दुईटा सामुदायिक वनले एउटा बस हाल्न सक्नुहुन्छ नि। हिम्मत गर्नुस्, आँट गर्नुस् र यो जुन तपाईहरुको यो भूमि हो, जुन विद्यार्थीको प्रतिभा देख्नुभयो त्यसको प्रचार प्रसारमा लाग्नुस्। अब समितिमा बसेका व्यक्तित्वहरू, अभिभावकहरू लाग्नुस्। यहाँ भित्र त चीज छ भन्दिनुस् न। हामीले भनेनौ क्या हो, हामीले गफ गरेनौ क्या हो, अरु कुरा गर्यौ क्या, यसको बारेमा भनेनौ क्या हो, भनिदिउँ। अब लागौँ। अभिभावक पनि खट्नुस्। विद्यार्थीलाई यहाँ त चीज छ है, तपाईहरुले चीज चिन्नु भएन। यहाँ भित्र चाहिँ हिरा छ, हिरा थाहा पाउनु भएन है, यो हिरालाई चिन्नुस् भनेर तपाईहरु लाग्नुस्। साँच्चीकै आगामी वर्षदेखि यो विद्यालय एउटा नमुनाको रूपमा अगाडि बढ्नेछ। यहाँहरुको हिम्मत, जोश जागर साथ लाग्नुहोस्। अनि सँगै यहाँहरुको अत्यन्तै महत्त्वपूर्ण कार्यको थालनी गर्दै हुनुहुन्छ यो बाल कल्याण सचिवको कोष, योलाई अगाडि बढाउनुहोस्। यसैबाट सबै हुन्छ। यी सबैको शुभकामना सहित यो विद्यालय आगामी दिनमा यो सामाजिक परीक्षण भइरहँदा
यस्तो टिस लाग्न नभइकन अझ व्यापक सहभागिता विद्यार्थीको पनि अलि व्यापक सहभागिताका साथ हामी बसौँ। त्यही शुभकामना सहित म यहाँहरूको बिचबाट बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद। राम आधारभूत विद्यालय पडरियाका आदरणीय प्रधानाध्यापक एकदमै हाम्रा अग्रज पनि हुनुहुन्छ। धेरै कुरा सिक्न पाइन्छ उहाँले चलाएको विद्यालयलाई हेर्दा पनि हामीलाई थाहा छ। र पछिल्लो समय यो विद्यालयमा देखिएको यो न्यून विद्यार्थी सङ्ख्या अधिकांश विद्यालयमा छ यस्तो, तर त्यस्तो हो भनेर यसरी नै बस्ने अवस्था छैन। यही विद्यार्थी सङ्ख्याको वृद्धिका लागि पनि हामीले यो कोर्स सञ्चालन गर्नुपर्ने आवश्यकता देखेका हौँ खास गरी। र यो पनि एउटा चाहिँ साधन हो, यसले मात्रै फेरि विद्यार्थी सङ्ख्या बढ्ने भन्ने हुँदैन। धेरैतिरबाट सहयोग हुनु र त्यस खालको चाहिँ प्रयत्न विद्यालयको व्यवस्थापन पक्षबाट हुनु महत्त्वपूर्ण हुन्छ। किनकि विद्यालयमा बसेका व्यक्तिहरूले नै यसको चाहिँ खास गरी समस्या समाधान गर्न प्रमुख रूपमा अगाडि बढ्नुपर्छ भन्ने लागेरै हामी शिक्षकहरू पनि यसका लागि प्रतिबद्ध भएर अगाडि बढ्ने प्रयत्नमा छौँ। यो कुरा चाहिँ सरले राखिरहँदा हामीलाई चिन्ता हुनुपर्छ। यहाँको जुन विद्यालयको व्यवस्थापन समिति छ, शिक्षकहरू हुनुहुन्छ, अभिभावक सङ्घ छ, अभिभावक हुनुहुन्छ र यो ठाउँको विद्यालयलाई अपनत्वमा लिने जुन समाज छ, यो समाजमा भएको यो विद्यालय भोलि यसरी नै विद्यार्थी सङ्ख्या घट्दै गयो भने र विद्यालयका भौतिक सम्पत्तिहरू त रहने, विद्यार्थी सङ्ख्या घट्दै गयो भने फेरि माथिबाट दरबन्दी मिलानका कुरा छ। शिक्षकहरूलाई त कतै कतै पठाइहाल्ला, भौतिक सम्पत्ति रहने, विद्यार्थी नरहने, अनि पछि कुनै कतै गाब्ने, त्यो स्थिति आउन धेरै टाढा छैन। त्यो भएर हामी चाहिँ अब अत्यन्तै चासोका साथ, चिन्ताका साथ र योजनाका साथ अगाडि बढ्नुपर्छ। त्यसका लागि के गर्नुपर्छ भन्ने विषयमा यसरी विशेष कार्यक्रममा मात्रै बोलेर मात्रै हुँदैन, काम नै गर्नुपर्छ र त्यसका लागि निरन्तर सहकार्य गरेर अगाडि बढाउने वातावरण व्यवस्थापन समिति, शिक्षक, अभिभावक सबैले निर्माण गर्नुपर्छ भन्ने लाग्छ। यहाँ जति अभिभावकहरू उपस्थित हुनुहुन्छ, भर्खर मैले सरलाई चाहिँ त्यो संयोजक बन्न र एकजना सदस्य बन्न नाम टिप्न जानुहोस् त भन्दा सरले एउटा संयोजकमा नाम टिपेर आउनुभएको छ, अर्को सदस्य त खै भएन भन्दै आउनुभयो पहिलोपटक, फेरि पठाएँ। भनेपछि नेतृत्व लिन, जिम्मेवारी लिन चाहिँ हामी परेको ठाउँमा त आइदिनु पर्यो नि त, लाग्नु पर्यो। हामी पनि सँगै छौँ। त्यो पदले, व्यवस्थापनले, त्यो कार्यविधिले मागेको कुरामा त हामी बस्नु पर्यो। त्यसकारण यति कुरा राखेँ र मैले धेरै समय लम्ब्याउँदिनँ। अब सञ्चालक यस विद्यालयका शिक्षक कृष्ण सर, आज यस विद्यालय बाल कल्याण आधारभूत विद्यालयको यो सामाजिक परीक्षण प्रतिवेदन 2081-82 को सार्वजनिकरण कार्यक्रमका अध्यक्षज्यू, मञ्चमा आसीन हुनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू, छिमेकी विद्यालयका प्रहज्यूहरू, टोल विकास संस्थाका अध्यक्षज्यू, संस्थापक विद्यालयका व्यवस्थापन समितिका सदस्यज्यूहरू र यहाँ उपस्थित हुनुभएका आदरणीय व्यक्तित्व, अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्णमा म वडाको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि यहाँहरू सबैमा हार्दिक न्यानो अभिवादन गर्न चाहन्छु। वास्तवमा भन्ने भने यहाँ धेरै कुराहरू आइसकेका छन्, प्रतिवेदनहरू पास भइसकेका छन्, सूचाङ्कहरू असाध्यै राम्रा छन्, तर पनि विद्यार्थी सङ्ख्या कम छ भन्ने कुरा ओमलाल सरले बताइसक्नु भएको छ। हामीलाई चिन्ता लागेको छ। साँच्चै भन्ने भने पहिला यो विद्यालय यहाँ भएका आधारभूत तहका विद्यालयहरूमा पहिलो विद्यालय भनेर हामी भन्ने गर्थ्यौँ। म पनि एउटा टिचरको हैसियतमा थिएँ। त्यति बेला हामीले विद्यार्थी सङ्ख्या कहाँ बढी छन्, बर्दवामा छन्, कहाँ चाहिने पढाइ राम्रो छ, बाल कल्याण आधारभूत विद्यालय बर्दवामा पढाइ राम्रो छ भन्ने गरेका थियौँ। त्यो हामीले त्यो इतिहास जस्तो बनेको अवस्था अहिले देखिन्छ। तर पनि मलाई लाग्यो विद्यार्थीहरूका जुन रचनात्मक कृतिहरू अथवा प्रस्फुटनहरू सुन्दा असाध्यै साँच्चै अझै पनि छ, केही छ, यसलाई सुधार गरेर अगाडि जान सकियो भने केही हुन्छ भन्ने कुरा हामीलाई लागेको छ। साँच्चै विद्यालयको सरसफाइको कुरालाई अहिले भर्खरै टोल विकास संस्थाका सुनगावा टोल विकास संस्थाका अध्यक्षले बताइसक्नु भएको छ। तपाईहरू सक्नुहुन्न किनभने मैले अनुभव गरेको छु, विद्यार्थीहरूलाई काममा लगायो भने विद्यार्थीहरू त पढ्न पठाएको काम गर्ने होइन भनेर भन्नुहुन्छ अभिभावकहरूले।
यो हामीले भोगेका कुरा बताउँदैछु मैले। साँच्चै भन्नु भने अभ्यास त विद्यार्थीहरूबाट नै गर्ने हो त। विद्यार्थीहरूले यहाँ विद्यालयमा सिकेका कुराहरू क्रियाकलापहरू घरमा पनि लागू गर्छन् र वातावरण स्वच्छ हुन्छ भन्ने कुरा हो। तर त्यो अहिले ठ्याक्कै उल्टो भएको छ। तर पनि टोल विकासको अध्यक्षले भन्नुभएको छ यहाँ ल्याएर मैले हाम्रो समुदायका उपभोक्ता अथवा अभिभावकहरूलाई यो सरसफाइ गराउँछु भन्नुभएको छ। उहाँलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। र साँच्चै भन्ने भने यहाँ बसेर अरूका पनि विचारहरू बुझ्ने भनेर यहाँ आएको छु। त्यही आफूले नभ्याउने भएको हुनाले मैले के गरेको छु भने यो हाम्रो नीति नियम अनुसार पनि मैले के गरेको छु भने प्रत्येक विद्यालयमा वडा समितिका सदस्यहरूलाई प्रतिनिधिको रूपमा पठाइएको छ। जबकि ती प्रतिनिधिहरूले त्यो किसिमको काम गरिदिनु होला भन्ने चाहिँ नि हामीले सोचेर हामी भ्याइन्न कि भन्ने शब्द, तर पनि हामी सकेसम्म हामीलाई पनि चिन्ता लाग्छ यस क्षेत्रको शैक्षिक स्तरलाई कसरी माथि लैजाने भन्ने कुरा चिन्ता लाग्छ। साँच्चै भन्ने भने अब बोर्डिङ स्कुलहरूले सबैले गाडीहरू हाले। गाडी हालिसकेपछि हर विद्यार्थीहरू के गरे त ती गाडीमा बसेर स्कुल जान रमाए। इङ्ग्लिस मिडियम त्यसको खास विषयवस्तु बुझियोस् कि नबुझियोस्, तर विद्यार्थीहरू के गर्नु पर्यो ABCD EFGH बाट चाहिँ नि उच्चारण गरेर इङ्ग्लिस मिडियममा अगाडि बढ्नु पर्ने स्थिति आयो। यसलाई पनि हामीहरू ख्याल गर्नुपर्छ। हुन त लागि पर्नु भएको छ। यो विद्यालयका टिचरहरूले व्यवस्थापन समितिले गर्दै गर्नुभएको छैन भन्ने होइन, गर्नुभएको छ, मेहनत गर्नुभएको छ। किनभने आफूहरूलाई पनि लाभ त लागेको छ त। विद्यार्थी सङ्ख्या ठ्याक्कै घटेको छ, व्यवस्थापन समिति चिन्तित छ, शिक्षकहरू पनि अब हामीलाई दरबन्दी मिलानमा कता फाल्ने हो भन्ने जस्तो स्थिति पनि छ। म शिक्षा समितिमा भएको हैसियतले मैले के भनेको छु भने अब शिक्षा क्षेत्रलाई टाइट गर्ने हो भने विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक अनुपातहरू मिलाउनु पर्छ भनेर बोलेको छु म। किनभने यो भयो भने कतै टिचरहरूलाई पनि चासो पर्न विद्यार्थीहरू आफ्ना छोराछोरी पनि बोर्डिङमा पठाउने, अनि यहाँ चाहिँ नि आएर चाहिँ नि अध्यापन गराउन थालेपछि अभिभावकहरूले पत्ताएनन् हामीलाई, हामी टिचरहरूलाई पत्ताएनन्। त्यस कारणले हामीले यो पनि अभियानको रूपमा अगाडि बढाउन सक्यो भने पक्कै पनि उदाहरणीय बन्न पर्ने स्थिति छ। हुन त अब कसैका छोराछोरी हुर्किसके, यो विद्यालयको कक्षाबाट पनि अपग्रेड भएर अर्को विद्यालयमा जाने अवस्था आइसक्यो, उहाँहरूलाई दबाब हाल्न खोजेको होइन। तर सुध्रिन हामी अभिभावक, शिक्षक, व्यवस्थापन समिति, राजनीति दल पनि भन्छु म। यी राजनीति दलहरूबाट वितृष्णा उत्पन्न भएको हो कि भने जस्तो पनि लाग्न सक्ला, तर ती सबैबाट सचेत भएर यसलाई अगाडि बढाउन पर्छ। आजको आवश्यकता हो। साँच्चै भन्यो भने यहाँ दुईवटा सामुदायिक यो सामुदायिक वनहरू छन्। दुईटा वनहरूले ठिक छ गाडी हाल्न सकिएन, एउटा अटोसम्म त हालिदिउँ त, कमसेकम अलि परबाट विद्यार्थीहरू तान्दै गरौँ, आकर्षण बढ्दै जाला। तिनै विद्यार्थीहरूको सङ्ख्याले गर्दा आज राम आधारभूत विद्या प्रहरीले 26 लाख रुपियाँ चाहिँ नै उहाँहरूले बचत गर्नुभएको छ। त कताबाट भन्ने कुरा अब त्यो भन्न परेन। तपाईँहरूले पनि 1,10,000 रुपियाँ कति यहाँ समथिङ 2 लाख त्यो केवल त्यो परीक्षा फिसले मात्रै त होइन, अरू के मिलाउनु भएको छ। ठिक छ, त्यस्तै गरेर अगाडि बढ्न पर्ने आजको आवश्यकता देखिएको छ। अब किनभने नेपाल सरकारको अहिले के छ भन्दाखेरि शुल्क लिन पाइँदैन भन्ने भएको हुनाले त्यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ उहाँहरूले गर्नुभएको छ। ती कुराहरू सिको हामीले पनि गरेर अगाडि जानुपर्नेछ। साँच्चै भन्यो अब हाम्रो यो वडा नम्बर 9 भित्र एउटा मावि विद्यालय सञ्चालन छ, तर पनि त्यो विद्यालयको पनि स्थिति आज दयनीय देखिराखेका छौँ। हामीले भन्यौँ, पटक पटक पहल गऱ्यौँ, तर पनि त्यहाँ पनि अझै भएको छैन। टिचरहरूलाई पढाउनुहोस् भन्दाखेरि ठ्याक्कै नकारात्मक सोच्नुहुन्छ। नकारात्मक तपाईँ हाम्रा पनि कमी कमजोरी छन् कि भन्ने भने त्यसलाई नकारात्मक रूपमा लिने के। तर हामी टिचरहरूले त अभिभावकहरूले दिएका सुझावहरूलाई त लागू गर्दै जाने हो, त लागू गर्ने हो। नकारात्मक गर्न थालेर त कसरी चाहिँ विद्यालयको प्रगति हुन्छ त। त्यसकारण चालक यस विद्यालयका शिक्षक श्री सापकोटा सर, यस श्री बाल कल्याण आधारभूत विद्यालय बर्दामा को
सामाजिक विद्यालय सामाजिक परीक्षण प्रतिवेदन 81-82 सार्वजनिकरण र प्रबोधीकरण तथा बाल कल्याण शैक्षिक कोष संचालक समिति गठन कार्यक्रम का सभाध्यक्ष ज्यू, यस मञ्चमा उपस्थित हुनुभएका विभिन्न छिमेकी विद्यालयका प्रधानाध्यापकज्यूहरू, मञ्चमा आतिथ्यको रूपमा आसीन विभिन्न टोल विकास समितिका अध्यक्ष लगायत पदाधिकारीज्यूहरू, वन उपभोक्ता समितिका अध्यक्षज्यू तथा पदाधिकारीज्यूहरू, यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू, यस विद्यालयका प्रधानाध्यापकज्यू लगायत सम्पूर्ण शिक्षक शिक्षिका मित्रज्यूहरू, यहाँ उपस्थित हुनुभएका यस विद्यालयको लागि मात्रै नभई बालवाडको नै आदरणीय व्यक्तित्व यस विद्यालयका अभिभावकज्यूहरू र हाम्रा बाल कल्याण आधारभूत विद्यालयका बाल विकासदेखि कक्षा 8 सम्म अध्ययनरत कलिला प्यारा बालबालिकाहरू, विद्यार्थी भाइ बहिनीहरू, आज यस शुभ घडीमा महत्वपूर्ण कार्यक्रममा हाम्रो शुद्धोदन जनजीवन माध्यमिक विद्यालयलाई निमन्त्रणा गरेर सम्मान दिनुभएकोमा सम्पूर्ण यस विद्यालय परिवारलाई म व्यक्तिगत रूपमा आफ्नो शुद्धोदन जनजीवन माविको संस्थागत रूपमा हृदयदेखि आभार प्रकट गर्न चाहन्छु। आदरणीय महानुभावज्यूहरू, म कौलेश्वर प्रसाद मिश्र 2081 सालमा श्री सुधा माध्यमिक विद्यालय अर्घाखाँची जुकेनाबाट श्री शुद्धोदन जनजीवन माध्यमिक विद्यालय जिनुवामा सरुवा भई आएँ। भर्खर 15 महिनाको कार्यकाल मेरो यस भेगमा, यस भलवाडमा मात्र बितेको छ। सम्पूर्ण वस्तुस्थितिहरूको बारेमा मैले अहिलेसम्म पनि भन्नुपर्छ कि सबै कुरा यथार्थ के हो भन्ने कुरा धरातलसम्म पुग्न सकेको छैन। त्यसको लागि मेरो व्यक्तिगत कमजोरी पनि हुन सक्छ, पेशागत बाध्यता पनि हुन सक्छ र म कपिलवस्तुकै वासी हुँ, तौलिया घर हो। अहिलेसम्म मैले जागिर गर्नको लागि, विज्ञान विषय पढाउनको लागि दिनदिनै अप डाउन गरिराखेको थिएँ। असार 16 गते यहाँको समुदायले, यहाँको विद्यालय व्यवस्थापन समितिले तत्कालीन मलाई त्यहाँको हेडमास्टरमा नियुक्ति गर्यो। अहिले म त्यस विद्यालयको प्रधानाध्यापकको भूमिकामा छु। प्रधानाध्यापकको भूमिकामा रहँदै गर्दा म अब समुदाय र विद्यालय र यहाँका सम्पूर्ण वस्तुस्थितिलाई यथार्थ बुझ्नको लागि पूर्ण रूपमा 24 घण्टे हेडमास्टरको रूपमा म भलवाडमा रहँदै सेवा दिने सम्पूर्ण यहाँ जानकारीको लागि जानकारी गराउन चाहन्छु। मैले यही कोठा लिएर बसेको छु। अब सम्पूर्ण विद्यालयका आफ्ना क्याचमेन्ट एरियाभित्र भएका जुन हाम्रा 3वटा आधारभूत विद्यालयहरू छन्, श्री राम आधारभूत विद्यालय पडरिया, श्री बाल कल्याण आधारभूत बर्दावा र भर्तापुर आधारभूत विद्यालय, यो 3वटा विद्यालयका हेडसरहरूसँग एउटा कोअर्डिनेसन गरेर लिडर विद्यालय शुद्धोदन जनजीवनमा भएको नाताले त्यसको समन्वयकारी भूमिका आफू नै गरिरहने र आदरणीय गुरु पडरियाका राम आधारभूत विद्यालय पडरियाका हेड सर श्री ओमलाल गिरीश ज्यूसँग सबै धेरै कुरा उहाँलाई गहिराईबाट जानकारी भएको नाताले उहाँसँग सबै मेन कुराहरू कसरी यसको शैक्षिक गतिविधि अगाडि बढाउन सकिन्छ भन्ने एउटा वार्ड स्तरीय शैक्षिक सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि एउटा समन्वय र एउटा रणनीति बनाउन मैले आफू नै आवश्यक ठानेको भन्ने कुरा यसो एक दिन मैले
आदरणीय हेड सर ओमलाल गिरी सरसँग र यहाँ हाम्रो बर्दावाका हेड सर म्याडम हुनुहुन्छ, उहाँहरूसँग मैले आफ्नो मनका विचार राखेको थिएँ र यहाँ पनि मैले फेरि त्यही कुरा व्यक्त गर्न चाहन्छु सम्पूर्ण मासमा कि हामी 4 वटा विद्यालयहरू एकअर्कासँग समन्वय गर्नै पर्छ। साथै अरू जुन आधारभूत विद्यालयहरू हाम्रा छन्, सामुदायिक आधारभूत विद्यालयहरू छन्, 1 देखि 3 सम्म सञ्चालन, बाल विकास मात्रै सञ्चालन र 1 देखि 5 सम्म सञ्चालन भइरहने विद्यालयहरू जुन हाम्रा क्याचमेन्ट एरियामा छन्, तिनी विद्यालयहरूसँग पनि कार्मिक रूपमा हामीले समन्वय गर्दै जाने र एउटा साझा शैक्षिक गुणस्तर सुधारको रणनीति एउटै बनाउने। जुन कार्यक्रम यहाँ लागू हुन्छ त्यही कार्यक्रम सुदोधनमा लागू होस्, त्यही कार्यक्रम गएर पडरियामा लागू होस्, त्यही कार्यक्रम गएर भर्तापुरमा पनि लागू होस्। विद्यार्थी सबै विद्यार्थीहरू एक रूपता बनाउने, सुदोधन जनजीवन माविमा पढ्ने विद्यार्थीको बानी व्यवहार, बर्दामा आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीको बानी व्यवहार, खानपान, भाषा शैलीमा एक रूपता होस्। किन भन्दाखेरि यिनै विद्यार्थी हाम्रा विद्यार्थीको रूपमा पछि स्थापित हुन्छ। यहाँ 8 सम्म अध्ययन गरे पछाडि यी विद्यार्थी मेजर विद्यार्थी हाम्रा शुद्धोधन माविका विद्यार्थी हुन्। त्यस अर्थमा यो दायित्व मैले लिनुपर्ने हुन्छ र म यसको लागि दायित्व लिन पनि तयार छु भन्ने आफ्नो प्रतिबद्धता पनि व्यक्त गर्छु। आदरणीय भावजीहरू, उपस्थित महानुभावजीहरू, म आजको जुन यहाँ विद्यालय सामाजिक परीक्षण प्रतिवेदन कार्यक्रम सार्वजनिकरण भयो, त्यसमा जुन सूचाङ्कहरू थिए, विद्यालयले जुन सूचाङ्कहरूको नतिजा प्राप्त गरेको छ त्यो आफैमा प्रशंसनीय छ। किन भन्दाखेरि हाम्रो सदरमुकाम लुम्बिनीमा दिन नखोज्ने, लुम्बिनीको अधिकार बडङ्गामा दिन नखोज्ने, बडङ्गामा भएको अधिकार वार्ड नम्बर 9 मा दिन नखोज्ने भने यसरी प्रवृत्तिले गर्दा, यो मानवीय प्रवृत्ति हो, आफूसँग प्राप्त भएका अधिकारहरूलाई अर्कामा हस्तान्तरण नगर्ने भने एउटा मानव प्रवृत्ति हो। यसमा कसैको दोष पनि दिन मिल्दैन। तर त्यसलाई चिरेर कालमा गर्नको लागि पर्नु भएको छ। उहाँ एउटा शैक्षिक व्यक्तित्व हो। अझै सबभन्दा बढी विद्यालयको शैक्षिक विकास कसरी गर्न सकिन्छ र यो क्षेत्रमा सञ्चालित विद्यालयहरूको शैक्षिक गुणस्तर कसरी सुधार्न सकिन्छ भन्ने कुरामा उहाँ सबभन्दा बढी चिन्तित मैले 1 वर्षको आफ्नो कार्यकालको आफ्नो अनुभवमा पाएको छु। त त्यस मामलामा हामीले भन्नुपर्छ कि वार्ड अध्यक्षबाट हामीले धेरै सहयोगहरू पाउन सक्छौँ। हामीले उहाँसँग आफ्ना साझा समस्याहरू राख्ने, आफ्ना विद्यालयका समस्याहरू राख्ने, आफ्ना सामुदायिक समस्याहरू राख्दै जाँदाखेरि उहाँले एउटा न एउटा निकास कुरा हो। हाम्रो लागि पनि, हाम्रो शुद्धोधन माविको लागि पनि एउटा सौभाग्यको कुरा हो। मैले त्यो व्यक्तिगत रूपमा पनि अनुभूति गरेको छु। आजको यस कार्यक्रमको म पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईहरूले एउटा नौलो पाठ मलाई सिकाउनु भएको छ, बाल कल्याण शैक्षिक कोष। यो अति नै उपयोगी कोष हो। यसले धेरै नै भलाइ काम गर्छ। हाम्रा ग्रामीण क्षेत्रमा हामी बसेका बालबालिकाहरू धेरै जसो यस्ता हुन्छन्, पढ्दा पढ्दै बिरामी हुन्छन्। बिरामी भए पछाडि 1000-2000 को औषधि गराउन सक्ने खर्च त हुन्छ, तर 2000 भन्दा माथिको औषधि गराउनु पर्यो भने त्यो रोगलाई पचाउँदै जान्छ। रोगलाई आफूलाई ठिकै छ, यस्तै हो, सन्चो भइहाल्छ भन्दै जान्छ। अभिभावकजीहरूसँग पैसा हुँदैन। त्यो 2000 को औषधि समयमा 3-4 हजार को टेस्ट आवश्यक सहयोग प्राप्त गरून् भन्ने म शुभकामना दिन चाहन्छु। साथै अब मैले धेरै कुराहरू यहाँ हाम्रो ओमलाल सरबाट धेरै कुराहरू यहाँको बारेमा जानकारी भइसकेको छ। हजुरहरूलाई सुझाव र सल्लाह प्राप्त भइसकेको छ। त्यसअनुसार एउटा बौद्धिक व्यक्तित्वबाट प्राप्त भएको सुझावलाई यहाँका आदरणीय शिक्षक मित्रज्यूहरू, प्रधानाध्यापकज्यूहरू, सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले सुझाव सल्लाह अनुसार र समुदायसँग समन्वय गर्दै जाँदाखेरि पक्कै नै विद्यालयको भलाइ, प्रगति, उन्नति हुँदै जान्छ। त्यसै अनुसार गर्दै जानु होला र म
एउटा यस समुदायको लागि नयाँ मान्छे मलाई पनि सही ठाउँमा सही समयमा सही सल्लाह दिनुहुनेछ भन्ने अपेक्षा गर्दै मैले सम्पूर्ण कार्यक्रमको उच्च सफलताको कामना गर्दै यहाँका विद्यार्थी भाइ बहिनीहरूलाई शुद्धोदन जनजीवन मावि 8 पास गरे पछाडि 9 पढ्ने विद्यालय थलो हाम्रो लागि हो भन्ने कुरा आत्मसात गरिदिनु हुनको लागि र उहाँहरूका अभिभावकजीहरूलाई यो विद्यालय 8 सम्म सञ्चालित विद्यालय हो, यो विद्यालयलाई आफ्नो विद्यालय ठान्ने 9 मा पढ्दै गर्दाखेरि शुद्धोदन माविलाई पनि आफ्नै विद्यालय हो, 9 भित्रैको विद्यालय हो, भलवाडकै विद्यालय हो। त्यस आधारमा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू कक्षा 9 मा शुद्धोदन माविलाई रोज्नको लागि मैले हार्दिक अपिल गर्दै सम्पूर्ण अभिभावकजीहरूलाई शुद्धोदन माविलाई आफ्नो विद्यालय ठानिदिनु होला भन्ने अपेक्षा र अनुरोध गर्दै म यस कार्यक्रमबाट बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार, जय वरदामा, जय बाल कल्याण। धन्यवाद आदरणीय कौलेश्वर प्रसाद मिश्र सर, शुद्धोदन जनजीवन माध्यमिक विद्यालयका प्रधानाध्यापकज्यू। उहाँ म यस क्षेत्रमा नयाँ हुँ, धेरै कुरा सिक्दैछु र हामी यहाँका विद्यालयहरू मिलेर अगाडि बढ्नुपर्छ। एक खालको वडाभित्र रहेका विद्यालयहरूले मिलेर योजना बनाउने र अगाडि बढ्ने गरियो भने त्यसको चाहिँ फल शैक्षिक विकासका लागि महत्त्वपूर्ण हुन्छ र म त्यसबारेमा चिन्तित छु, कुरा गरिरहेको छु र मलाई पनि सुझाव दिनुहोला भन्ने कुरा गरिरहनु भएको छ। साँच्चै पनि यस क्षेत्रको अर्थात् यो वडा नम्बर 9 मा रहेको क्लास 2 सम्म 12 कक्षासम्म पढाइ हुने यो विद्यालय शुद्धोदन जनजीवन माध्यमिक विद्यालयले गर्ने हरेक खालका क्रियाकलापहरूले यस ठाउँका अन्य विद्यालयहरूलाई प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ। त्यहाँ हुने हरेक खालका गतिविधिहरू, त्यो चाहे विद्यालय व्यवस्थापन समितिको छनौट प्रक्रिया होस्, चाहे अन्य खालका उदाहरणीय कामहरू हुन्, ती हरेक खालका गतिविधिले यहाँका विद्यालयहरूलाई प्रभाव पार्छ। त्यसकारण भर्खरै प्रधानाध्यापकको रूपमा नियुक्त हुनुभएको छ, यहाँबाट हामीले धेरै कुरा सिक्नेछौँ र सहकार्य गर्ने वातावरण पक्कै पनि मिल्नेछ। अब हामी कार्यक्रमको अन्त्यतिर छौँ र अन्तिम शुभकामना मन्तव्यका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय रेशम बहादुर केसीज्यूलाई म अगाडि निम्त्याउँछु र तपाईँहरूलाई धैर्य गरेर बस्नुहुन र हामीले खाजाको व्यवस्था पनि गरेका छौँ, खाजा खाएर मात्रै जानुहुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। विद्यालय शिक्षक, यसै विद्यालयका शिक्षक र आज यस बाल कल्याण आधारभूत विद्यालयको विद्यालय सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा प्रबन्धनकरण बाल शैक्षिक कोष सञ्चालन समिति गठन कार्यक्रमका अध्यक्ष र यसै विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष बिमला छेत्री र कार्यव्यवस्थाको कारणले हाम्रो प्रमुख अतिथि वडा अध्यक्ष कमल पौडेल सर यहाँबाट चाहिँ आफ्नो शुभकामना राखेर बिदा भइसक्नु भएको छ र उपस्थित हाम्रो छिमेकी विद्यालयका प्रधानाध्यापक र टोल विकास समितिका अध्यक्षहरू र सामुदायिक वनका सचिव ज्यू र यस विद्यालय क्षेत्रभित्र रहनुहुने अभिभावक र विद्यालय भाइ बहिनी पठन पाठन गर्ने भाइ बहिनीहरू र शिक्षक अभिभावकज्यूहरू र आज हाम्रो यस विद्यालयको 81-82 मा भए गरेका आम्दानी खर्च र सम्पूर्ण क्रियाकलापहरूको एउटा सम्बन्धित निकायबाट वार्षिक रूपमा यसरी सार्वजनिकरण गर्नुपर्छ भन्ने नीति अनुसार आज यहाँ त्यो विषयलाई लिएर प्रस्तुत भयो र त्यसलाई सबैले अनुमोदन गर्नुभएको छ स्पष्ट रूपमा र अब यहाँ शुभकामना दिने वक्ताहरूले
यस विद्यालयको विषयमा र विद्यालयको पठन पाठनको विद्यालयका विद्यार्थीहरूको यो विषयलाई लिएर धेरै कुराहरू बोलिसक्नु भएको छ र साँच्चै सबै कुराहरू यहाँ नभएको होइन। पठन पाठनमा यहाँ यी भर्खरै अहिले हाम्रो थापा एकजना विद्यार्थी भाइ र हाम्रो सानो बहिनीले आफ्नो एउटा प्रस्तुत गरेर गएको छन्। अब त्यसलाई पनि हामीहरूले अब बुझ्नुपर्ने छ। गरेपछि र यहाँको चाहिँ प्रगति अब यहाँ हाम्रो सामान्य प्रस्तुत गरेर गएको छ, त्यसले सबैको मन छुने गरी र मेरो पनि अब प्रगतिको चाहिँ यहाँ एउटा खुसी भएको महसुस गरेको छु। र यस्तै यहाँ नभएको होइन, तर हुँदाहुँदै पनि विद्यार्थी सङ्ख्या घटेको यहाँ मलाई पनि अलिकति, म आफै यहाँको अभिभावक, यहाँको सञ्चालक समितिको अध्यक्ष भएको नाताले म आफै दुखित छु। भन्नुपर्दा अब म आत्मग्लानि जस्तो छु। किन भन्दा हाम्रै घरको परिवारको पनि विद्यार्थी अब 4 जना छ। अब मजबुरी चाहिँ अर्को विद्यालयमा जान्छ। अब यो एउटा के छ भन्दा त्यस विषयलाई लिएर हाम्रो घरमा पनि धेरै कुराहरू भइरहेको छ। अब मजबुरीको कारण अब यहाँ आउन सकेका छैन। त्यसले गर्दा अब यी सबै विषयहरूलाई लिएर अब हामीले कोसिस नगरेका होइनौँ। अब जबरजस्ती गर्ने कुराहरू त भएन, तर सबै कुराहरू यहाँ कमी भएको छैन। अब साधारण सबै सम्पन्नता कहाँ हुन्छ? नेपाल सरकारले पनि अब हरेक कुरामा यहाँ लगानी लगाइराखेको छ। अब शिक्षकहरू पनि यहाँ अब कन्फेस हुनुहुन्छ सबै। अब यहाँ अहिले भर्खर नयाँ चाहिँ आउनुभएको हाम्रो कृष्ण सापकोटा सर, उहाँ धेरै विषयलाई लिएर यहाँका बालबालिका विद्यार्थीहरूलाई धेरै चाहिँ भएको यहाँ सबैले अनुभूति गरेका छौँ भन्दै अब आउने दिनहरूमा हामी सबै लागेर, म मात्रै लागेर हुँदैन, अब यहाँको शिक्षकहरू मात्रै लागेर हुँदैन। यो हाम्रो ठाउँ, यो हाम्रो विद्यालय, यो हाम्रो चाहिँ समस्या छ, त्यो हो विद्यार्थीको घट्दो दर। अब समस्यालाई समस्याको रूपमा अरूसँग तुलना गरेर कम हो भन्नु त गलत हो। यो समस्या धेरै विद्यालयहरूमा यस्तै छ, यस्तै भइरहेको छ। तर अब निकै गम्भीर भएर यो समस्या हटाउनको लागि अगाडि बढ्नुपर्ने स्थिति छ। त्यसका लागि अनेक उपायहरू गर्नुपर्ने छ। त्यो मध्ये एउटा यो बाल कल्याण शैक्षिक कोष हो। त्यसमा अब हामीले यो आज कोष बनाउँदै गर्दा कोषको सञ्चालक समिति पूर्णता पाएपछि हामीले यहाँ हुनुभएका सम्पूर्ण अभिभावकज्यूहरू, यस क्षेत्रका विभिन्न सङ्घ संस्था, व्यवसायी व्यक्तिहरू, समाजसेवीहरू सबैलाई यो कोषको सञ्चालन प्रक्रिया यसरी यो कामको लागि गर्दैछौँ, कृपया तपाईँले सक्दो सहयोग गर्नुहोला भनेर पत्राचार नै गर्ने। पत्राचार, फोन मार्फत, यहाँ भएका युवा साथीहरू कतै विदेशतिर हुनुहुन्छ, बाहिर हुनुहुन्छ, हामीले विभिन्न तरिकाले फेसबुक पेज मार्फत कसरी हुन्छ यो अभियानलाई अगाडि बढाउनेछौँ। र यसमा खास गरी अभिभावकज्यूहरूको अपनत्व अत्यन्तै जरुरी छ। हामीले सामान्य रूपमा एउटा सानोतिनो चाडबाडमा पनि वा चाहिँ दैनिक रूपमा हामीले कसरी कति खर्च गरिरहेका छौँ भन्ने त्यसको प्रत्यक्ष साक्षी हामी नै छौँ। त्यसका विषयमा बोलिराख्नुपर्ने छैन। त्यसकारण केही रकम यो कोषमा राख्न सकियो भने त्यसले हामीलाई, यो कोष फेरि अक्षय कोष जस्तो होइन, यो निरन्तर रूपमा यहाँ योगदान भइरहने र त्यहाँबाट खर्च भइरहने खालको प्रकृतिको कोष हो। यसको विषयमा समग्र कुरा कार्यविधिमा उल्लेख छ। हरेक वर्ष यो कोषमा आएको रकम कसरी आयो, कहाँबाट आयो र कहाँ गयो, सबै कुरा हुनेछ। र कोषमा रकम दान गर्ने व्यक्तिहरूको जसले सहयोग गर्नुहुन्छ उहाँहरूको एउटा चाहिँ पुस्तिका नै मेन्टेन हुन्छ। त्यो सहयोग पुस्तिकामा हामीले चढाएर राख्नेछौँ र यसका लागि अगाडि बढ्नेछौँ। अब हामी अन्तिमतिर पुग्दै गर्दा आज हामीले 2टा काम गरेका छौँ, 3टा काम गरेका छौँ, अझै 2टा मात्रै होइन। एउटा त हाम्रो विद्यालय सामाजिक परीक्षण प्रतिवेदन 2081-82 सार्वजनिकरण भएको छ र प्रविधिकरण पनि भएको छ र अनुमोदन पनि भएको छ। यो काम सकिएको छ। त्यसपछि अघि मैले उठाएको विषय, यो पत्रुखाना नियन्त्रणका लागि एउटा समिति बनाउनु पर्ने, यो बाध्यकारी व्यवस्था भएका कारणले यसको समिति निर्माण भएको छ, जसको संयोजकमा
श्री लोकबहादुर थापाज्यू उहाँ अभिभावक मध्येबाट संयोजकमा हुनुहुन्छ। सदस्यमा अभिभावकबाट गीता बेलवासे, त्यस्तै अभिभावकबाट सविता घिमिरेज्यू, स्वास्थ्य फोकल पर्सन हाम्रो पेमी कुमारी बोटीज्यू र गोमागिरीज्यू गरी 5 सदस्यीय पत्रुखाना नियन्त्रण समिति बनेको छ। त्यसकारण हामीले आजको कार्यक्रममा पनि पत्रुखाना नभई स्वस्थ खाना चाहिँ खाजाको रूपमा पनि सुरु गरेका छौँ। आजैबाट पहिला चिया बिस्कुट दिने चलन थियो, त्यो बिस्कुटलाई पनि पत्रुखाना भन्ने गरेको छ। घरमा पकाएको सेलरोटीलाई पनि पत्रुखाना भन्ने गरेको छ। अनेक खालका यसका मापदण्डहरू छन्। त्यसै अनुसार विद्यार्थीले जस्तो आहार गर्छ, जस्तो खालको चाहिँ खाना खान्छ, त्यस्तै खालको व्यवहार हुन्छ वा त्यस्तै खालको व्यक्तित्व बन्छ भन्ने हिसाबले पनि खानामा वा चाहिँ विद्यार्थीले प्रयोग गर्ने खाजा स्वस्थ हुन जरुरी छ भन्नेमा हामीले ध्यान दिनुपर्छ। त्यही अनुरूप यो भएको हो। र आजको अर्को काम भएको छ, बाल कल्याण शैक्षिक कोष सञ्चालक समिति गठन भएको छ। यो कोषको समितिमा 5 वटा सदस्यहरू पदेन हुने भएकाले 2 जनालाई आज हामीले यहाँ चाहिँ नियुक्त गरेका छौँ हाम्रो यो भेलाबाट। र अभिभावक मध्येबाट संयोजक 1 जना श्री पदमबहादुर बेलवासेज्यूलाई हामीले संयोजकको रूपमा पाएका छौँ। कृपया जोरदार तालीले उहाँलाई स्वागत गरिदिनु होला। त्यसै गरी प्रधान अध्यापकज्यू गोमागिरी पदेन सदस्य हुनुहुन्छ, उहाँलाई पनि ताली बजाएर स्वागत गरिदिनु होला। यो कोष विशेष महत्त्व राख्छ विद्यालयको विकासका लागि। त्यसै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रेशमबहादुर केसीज्यू यो कोषको सदस्य हुनुहुन्छ। त्यसै गरी शिक्षक अभिभावक सङ्घका अध्यक्ष श्री विमला छेत्रीज्यू यो कोषको सदस्य हुनुहुन्छ। त्यसै गरी बाल क्लबका अध्यक्ष विविका बेलवासे यो कोषको पदेन सदस्य हुनुहुन्छ। त्यसै गरी विशेष योगदान दिने गर्न सक्ने गरेको व्यक्ति मध्येबाट 1 जनाको ठाउँमा श्री फर्सबहादुर बेलवासेज्यू यहाँ बेलवासे लेख्नु भएको छ कि केरेर दिनुपर्छ नि त बोल्नुभन्दा अगाडि। ल फर्सबहादुर बस्नेतज्यू जुन चाहिँ सुनगावा टोल विकास संस्थाको अध्यक्ष समेत हुनुहुन्छ। उहाँले यस विद्यालयको सरसफाइका लागि हामीले टोल विकास मार्फत योगदान गर्छौँ समेत भन्नुभएको छ। उहाँ चाहिँ विशेष योगदान दिइरहेको व्यक्तिको तर्फबाट यहाँ हुनुहुन्छ भने म शैक्षिक इन्चार्ज कृष्ण प्रसाद सापकोटा यो कोषको सदस्य सचिवको रूपमा रहेको छु। र हामीले यो कोषले पूर्णता पाएसँगै अब एउटा बैठक बसेर त्यसबाट निर्णय गरेर एक खालको फर्म्याटमा हामी पत्राचार गर्नेछौँ भन्ने जानकारी गराउन चाहन्छु। र यो सँगै हामी कार्यक्रमको अन्तिममा छौँ। नास्ता खाजा वितरण भइरहेको छ। सबैले खाजा खाएर मात्रै जानु हुन अनुरोध गर्दछु। विद्यालयका समग्र गतिविधिहरू, यहाँका चाहिँ समस्याहरू, यावत कुराहरूको बारेमा तपाईँलाई जानकारी छ। अघि कमल सरले भने जस्तै यदि हामीले बेलैमा ध्यान दिन सकिएन भने विद्यालय रहने तर विद्यार्थीहरू नरहने, ताला चाबी लाग्ने अवस्था आउन सक्छ। त्यसकारण हामी सबै गम्भीर भएर अगाडि बढ्नुपर्ने बाध्यता रहेको छ। र त्यसका लागि हामी निरन्तर रूपमा अन्तर्क्रियाहरू गर्नुपर्ने कुरा पनि रहेको छ। अभिभावकज्यूहरूबाट अनुगमन हुने, आउने, हेर्ने के छ कसो छ भन्ने खालको गतिविधिमा यहाँ सदैव चाहिँ तपाईँहरूको नै ठाउँ हो यो। त्यसकारण हामीले बोलाए मात्रै, पत्राचार गरे मात्रै आउने भन्ने हुँदैन। त्यस हिसाबमा बुझ्नु हुन हार्दिक अनुरोध गर्दै आजको कोषमा चाहिँ यो कोष सञ्चालनको लागि बनेको समितिको संयोजकको रूपमा हामीले पाएका छौँ पदमबहादुर बेलवासेज्यू। उहाँलाई यो कोषलाई सञ्चालन गर्न र यसमा चाहिँ रकम सङ्कलन गर्न, आर्थिक सङ्कलन गरेर विद्यालयको शैक्षिक समग्र विकासका लागि हामी कसरी अगाडि बढ्नेछौँ भन्ने विषयमा प्रतिबद्धता व्यक्त गर्नु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद सञ्चालक मित्र सुशील सर। सबैलाई नमस्कार। प्यारा विद्यार्थी भाइ बहिनीहरू, म पनि यो श्री बाल कल्याण आधारभूत विद्यालयको पूर्व विद्यार्थी हो। तिम्रो जस्तै म यहाँ कक्षा 1 देखि 3 सम्म पढेर यहाँदेखि म जिना स्कुलमा गएको थिएँ। तिम्रो जस्तै यहाँ पढेर चाहिँ म जिना स्कुल गएको थिएँ। यो बोल्ने बानीको चाहिँ खासै विकास छैन, तर आज यो सिक्नुपर्छ भन्ने किसिमले केही आँट गरेको छु। अनि यो स्कुलमा चाहिँ जुन बाल कल्याण शैक्षिक कोष सञ्चालन हुँदैछ त्यसको चाहिँ आज मैले यहाँ संयोजकको चाहिँ भूमिकामा आफूलाई पाएको छु। त्यसको लागि एकदम खुसी पनि छु। र यो काम गर्नको लागि हामी यहाँ मेरो मात्रै प्रयासले हुने छैन। यसको लागि चाहिँ यहाँका शिक्षक, यहाँको अभिभावक अनि यहाँका बासिन्दाहरू सबैको भरपुर साथ सहयोग रहनेछ भन्ने म अपेक्षा पनि गरेको छु। साथै यो सञ्चालन गर्नको लागि तपाईँ हामीहरूको मात्रै साथले, यो सानो सहयोगले मात्रै सञ्चालन हुने छैन जस्तो लाग्छ मलाई। यसलाई चाहिँ
विशेष रूपमा विभिन्न कोषहरू खडा गरेर अथवा विभिन्न व्यक्तित्वहरूसँग भेटेर विभिन्न सङ्घ संस्थाहरूमा गएर यो धेरै ठाउँमा सम्पर्क गरी यो आर्थिक जगेर्ना गर्नुपर्ने देखिन्छ। यो बाल कल्याण शैक्षिक कोष सञ्चालन गर्नको लागि हामीले कोष खडा गर्नको लागि विभिन्न सहयोगी दाताहरूबाट सहयोग हामीले जुटाउनु पर्ने हुन्छ। त्यसको लागि यसका विभिन्न स्रोत हुन सक्छन्। जस्तै म यही विद्यालयको नजिकै रहेको कोटिया सामुदायिक वनको यहाँको सचिव पनि हो। त्यसको नाताले म यहाँ एउटा प्रतिबद्धता के गर्न चाहन्छु भने हामी यस वनमा रहेर अनि समितिमा रहेर हामीले गर्न सक्ने सहयोग हामी गर्नेछौँ। त्यसमा चाहिँ हामीले गएको आर्थिक वर्षमा यहाँको लागि बजेट पनि छुट्याउने किसिमले यहाँ हामीले बजेट कार्यान्वयन पनि गरेका थियौँ। त्यो पास पनि भएको थियो, हाम्रो संरक्षणबाट पास पनि गरेका थियौँ। त्यसको लागि चाहिँ अहिले कोषमा पैसा चाहिँ नभइसकेको अवस्था, तर अहिले चाहिँ हामी यहाँ घाटादिङमा भएका काठहरू बिक्री गरे पश्चात चाहिँ भएको रकमबाट चाहिँ हामी यहाँ स्कुललाई पनि सहयोग गर्ने भन्ने किसिमले त्यहाँ हामीले बजेट विनियोजन गरेको पनि थियौँ। त्यसलाई चाहिँ हामीले यहाँ पछि सक्ने हिसाबमा गर्नेछौँ भन्ने यहाँ प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। साथै यस स्कुलमा म सानैदेखि पढेको अनि गएर हुर्किने बढ्ने क्रममा यहीँदेखि यहाँको गुरुआमाहरूले यहाँ शिक्षकहरूबाट धेरै कुराहरू सिकेर अनि माथिल्लो स्कुलमा पढ्दै गएको। यस क्रममा चाहिँ स्कुलमा विद्यालयमा के कस्ता समस्याहरू हुन्छन् त्यो कुराहरू हामीले नजिकबाट हेर्न पनि पाएका छौँ। तर यसरी आज आएर यहाँ चाहिँ पहिलोपटक चाहिँ म यसरी बोल्दैछु। सायद त्यसले पनि होला केही नर्भस पनि फिल भइरहेको छ। तर त्यसलाई एकतिर राखेर एउटा पाटो भयो त्यो, त्यसलाई एकतिर राखेर अब अगाडि चाहिँ जुन हामीले यो बाल कल्याण शैक्षिक कोष सञ्चालन समिति गठन कार्यक्रममा मलाई यो शैक्षिक कोष सञ्चालनको संयोजकको रूपमा यहाँ जिम्मेवारी दिनुभएको छ। त्यो जिम्मेवारी चाहिँ मैले आफूले सकेसम्म, आफूले भ्याएसम्म, आफूले गर्न सकेको तरिकाले चाहिँ गर्नेछु भन्ने एउटा प्रतिबद्धता नि जाहेर गर्दछु। साथै यसको लागि तपाईँहरूको पनि भरपुर सहयोग हुनेछ अनि हामीले के गर्न सक्छौँ सबैले आफ्नो आफ्नो ठाउँबाट गर्नेछौँ भन्ने कुराको पनि यहाँ प्रतिबद्धता राख्न चाहन्छु। साथै यो स्कुललाई चाहिँ सकेसम्म राम्रो गर्नुपर्छ। यहाँको विद्यार्थीको सङ्ख्या जति कम देखिन्छ एक हिसाबमा मैले सोच्छु यो कम देख्दाखेरि पढाइको गुणस्तर चाहिँ अलि एकदम राम्रो हुनुपर्ने जस्तो लाग्छ। कक्षा कोठामा केटाकेटी थोरै हुँदाखेरि टिचरहरू प्रत्यक्ष रूपमा केटाकेटीसँग विद्यार्थीहरूसँग चाहिँ नजिक रहेर उनीहरूलाई एक एक गाइड गरेर चाहिँ पढाउन सक्ने अवस्था चाहिँ रहन्छ। त्यो तरिकाले चाहिँ तपाईँहरूले पनि त्यसलाई कन्टिन्यू गर्नु होला भन्ने एउटा सुझाव पनि दिन चाहन्छु। साथसाथै अब यस स्कुललाई चाहिँ अगाडि बढाउन, यसलाई अझै राम्रो गराउन, यहाँको शैक्षिक स्तर सुधार गर्न, यहाँको भौतिक अवस्थालाई पनि सुधार गर्न, शैक्षिक गुणस्तरता ल्याउनलाई अनि समग्र यहाँका बालबच्चाहरूको भविष्यको समुचित अथवा उज्जवल भविष्यको लागि पनि हामीले गर्न सक्ने कामहरू गर्नेछौँ। अनि यस समितिबाट सबै मिलेर हातेमालो गरेर यो काम चाहिँ गर्नेछौँ। यसलाई अझै राम्रो गर्नेछौँ। त्यसको लागि हामी जे गर्न सक्छौँ आफ्नो आफ्नो ठाउँबाट सबैले सहयोग गर्नु होला अनि हामीले गर्न सक्ने काम पनि मिलेर गरौँला भन्ने कुरा राख्दै म चाहिँ बिदा हुन्छु। नमस्कार। एउटा कविता छ कि मैले लेखेको, त्यो फेसबुकमा पनि राम्रै भ्यू गयो। फेरि अस्ति निकालेर यता प्रोफाइलतिर हालेको थिएँ। तिमी गर न साधना गरे नहुने के छ र, नदीले भेट्छ सागर बगिरहे निरन्तर, अलस्यले डुबाउँछ सकिन्न बन्न सफल, बसेर घरमै कहाँ गरामा बाली फल्छ र, बसेर घरमै कहाँ गरामा बाली फल्छ र। यो चाहिँ धेरै ठाउँमा सान्दर्भिक हुने भएर मैले एउटा हरफ मात्रै भने। सरले अघि यहाँ आउँदा खासै बानी छैन भन्नुभएको थियो, बोल्दा बोल्दै भइहाल्यो। त्यही भएर कुनै पनि कुरा प्रस्तुत गर्ने कुरा फेरि बोलेर मात्रै पनि हुँदैन। बोल्न त यहाँ कति बोलिरहेका छन्, बोल्नेहरूले गर्दैनन्, बरु नबोल्नेहरूले गर्छन्। त्यसकारण बोल्न जानिन भन्नु पनि पर्दैन, सिक्नेको कुनै समय छैन। एकजना चाहिँ अमेरिकन नेग्रोले आफू 98 वर्षको हुँदा स्कुल भर्ना हुनुभयो। त्यतिन्जेल पढ्नै नपाएको निरक्षर मान्छेले 98 वर्षको हुँदा स्कुलमा एक कक्षामा भर्ना भएर 103 वर्ष हुँदासम्म बाँचेर मर्नुभयो। कमसेकम शिक्षित भएर मर्नुभयो। उहाँले पढ्न जान्ने हुनुभयो। त्यो भएर उहाँले म त यति बुढो भएँ भनेको भए। त्यसकारण हामीले आफूलाई नजानेका कुराहरू लुकाउन खोज्छौँ के लाग्छ भन्दा ओहो
मैले जान्दिनँ, उसले थाहा पायो भने मलाई के भन्ला? जानेको मान्छेले त मलाई केही पनि भन्दैन, ओ जान्नै रहेछ भन्छ, नजानेकाले हो तपाईँलाई जान्दो रहन्छ भन्ने। त्यसकारण यो विषयमा हामी क्लियर छौँ र यो कोर्सको संयोजकको रूपमा यसै विद्यालयका पूर्व विद्यार्थी, हाम्रा अहिलेका अभिभावक, यस क्षेत्रका युवा व्यक्तित्वलाई हामीले पाएका छौँ। पक्कै पनि हाम्रो समन्वयमा यो कोर्समा एक खालको चाहिँ रकम सङ्कलन गर्न हामी सक्षम हुनेछौँ र यसले विद्यालयको समग्र गतिविधिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्दै कार्यक्रम सञ्चालनको दौडानमा खास गरी यो आसन ग्रहण, बोल्न दिने क्रमहरूमा यताउति भएको जस्तो कसैलाई यदि आन्तरिक रूपमा लागेको छ भने म कार्यक्रम सञ्चालकको तर्फबाट क्षमा माग्दै र यो कार्यक्रमलाई औपचारिक रूपमा समापन गरिदिनु हुन यो सामाजिक परीक्षण समितिका संयोजक तथा विद्यालयका चाहिँ शिक्षक अभिभावक सङ्घका अध्यक्ष आदरणीय विमला छेत्रीज्यूलाई अनुरोध गर्दै म पनि बिदा हुन्छु। नमस्कार। धन्यवाद हाम्रो कृष्ण सरलाई। आज यस श्री बालकल्याण आधारभूत विद्यालय बाडाङ्गा 9 बर्दा पब्लिवस्तुमा आज विद्यालय सामाजिक परिसर प्रतिवेदन सार्वजनिक हुँदा गर्दा यहाँ पाल्नुभएका अतिथि अनि प्रमुख अतिथि, विशिष्ट अतिथिज्यूलाई अनि विभिन्न ठाउँबाट आउनुभएका अभिभावकज्यू र यस विद्यालयका सम्पूर्ण बालबालिकाहरू अनि आज यहाँ सरहरूले एकदमै आफ्ना भनाइहरू गहकिला प्रस्तुत गरेर जानुभयो। हजुरहरूले सबैले सुन्नुभएको पनि छ र आज अब आउने दिनहरूमा यहाँ विद्यार्थीहरू अहिले कमी भएको छ। अब आउने दिनहरूमा यो विद्यार्थी अझै धेरै बढी देख्न पाऊँ भन्ने सबैको मनमा आशा छ र आजको यो समापन गर्न पनि मेरा 2-4 शब्द यही समाप्त गर्न चाहन्छु र आजको यो कार्यक्रम समाप्त गर्न चाहन्छु। हस् त, धन्यवाद।